को लागि यता सुरुको प्रार्थना गरिदिनु न। म आदरणीय डिकन युगल राईलाई म अनुरोध गर्दछु, उहाँले प्रार्थना गरिदिनु। त्यस पछाडि म विवाह कार्यक्रमलाई अगाडि बढाउनेछु। धन्यवाद। हुन्छ, आउनुहोस् हामी प्रार्थना गरौँ। अनुग्रही परमेश्वर बाबा, प्रभु हामी तपाईँलाई धन्यवाद 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 दिँदछौँ। फेरि पनि यो सुन्दर अवसर अनि यो मौका तपाईँले हामीलाई दिनुभएको छ। प्रभु तपाईँको महिमा अनि प्रशंसा गर्दै अगाडि बढ्नलाई तपाईँले हामीलाई सहायता मद्दत गर्नु। प्रभु विशेष गरेर यो विवाहमा प्रभु जतिजना तपाईँका छोराछोरीहरू आउँदै हुनुहुन्छ भने प्रभु उहाँलाई सुरक्षित डोर्याउनुहोस् भनिकन हामी प्रार्थना गर्दछौँ। विशेष प्रार्थना गर्दछौँ यो कम्पाउन्डलाई तपाईँको हातभित्र राख्छौँ। प्रभु हामी तपाईँबाटको त्यो सुरक्षा माग्दछौँ। प्रभु तपाईँले हामी हरेक जति पनि मण्डली छौँ अनि जति पनि दाजुभाइ दिदीबहिनीहरू आउनुभएको छ उहाँलाई पनि प्रभु तपाईँको सुरक्षा घेराभित्र राख्नुहोस् भनिकन हामी प्रार्थना गर्दछौँ। प्रभु यो विवाहको अवधिभर प्रभु हाम्रो जीवनमा कुनै अनिष्ट नभएको होस् भनिकन हामी प्रार्थना गर्छौँ। प्रभु तपाईँको स्वर्गदूतको पहरा राखिकन प्रभु हामीलाई सुरक्षित राखिदिनुहोस्। प्रभु हामी जे जति कुराहरू गर्नेछौँ ती सबैबाट प्रभु तपाईँकै महिमा भएको होस् भनिकन हामी प्रार्थना बिन्ती गर्छौँ। धन्यवाद यी सबै कुराहरूको लागि येशू प्रभुको नाउँमा, आमेन। हुन्छ, यो समय पास्टरज्यू। धन्यवाद हाम्रो डिकन बुवालाई। हामीले सुरुको प्रार्थना गरिसकेका छौँ। हामीले आराधना सँगसँगै लगिरहेको कारणले अलिकति ग्याप किन गऱ्यौँ भन्दा हाम्रो व्यवस्थापनमा अलिकति ढिलो भइरहेछ बाहिर। त्यसले गर्दाखेरि हामीले तपाईँहरूलाई अलिकति ढिलै लान खोजेको, नभए यतिखेर हामी झन्डै आधीतिर पुग्नुपर्ने हो। अलिकति त्यस्तै कारणवश ढिलो हुन गइरहेको छ र अब मजाले हामी लामो तरिकाले जान्छौँ। तपाईँहरूलाई सायद त्यस्तो समस्या नहोला। 10 बजेसम्म जाँदा पनि अप्ठ्यारो पर्दैन नि हजुरलाई कि पर्छ? 6 बजे जानुहुन्छ? ठिकै छ, बेहुला हेरेर जानु होला है। हुन्छ, हामी विवाह कार्यक्रमलाई अगाडि बढाउन लागिरहेका छौँ। त्यसले गर्दा हाम्रा दुलहा दुलही यताबाट यो गेटबाट प्रवेश गर्नुहुन्छ। पहिलो गीतहरू गाउँदै गर्दा दुलहा आउनुहुनेछ अनि दुलहा आएर यहाँनिर उभिनुहुनेछ। त्यस पछाडि गीत त्यही गाउँदै गर्दाखेरि दुलै आउनुहुनेछ, दुलैलाई लिएर हाम्रो अगुवाहरू आउनुहुनेछ। त्यस पछाडि दुलै पनि यहाँ उभिनुहुनेछ अनि त्यस पछाडि गीत सकिन्छ अनि उहाँलाई बस्न लगाइन्छ अनि हामी उहाँहरू आउँदै गर्दा मण्डली परिवार चाहिँ हामी उठ्नेछौँ है। हुन्छ, यो समय हाम्रो आराधक समूहलाई उहाँले गीत गाउनुहुन्छ। दुला दुलै बाहिर रेडी हुनुहुन्छ नि? धन्यवाद। मण्डली परिवार उठ्नुहोस्, उहाँले भिडियो गर्नुहुन्छ। मण्डली परिवार उठाउँ। हेर न हेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता। धनी र गरिब दुवै मिलेर भन्न सक्छ प्रभु धन्यवाद। हेर न हेर सृष्टिको सुन्दरता, खेतका आलीहरू अन्न र बालीहरू, बादल वृष्टि र बतासहरू। खेतका आलीहरू अन्न र बालीहरू, बादल वृष्टि र बतासहरू। चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा, चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा, स्वर्ग नै पुगिदिन्छ मेरो। हेर न हेर सृष्टिको सुन्दरता, अनौठा बातहरू जीवातहरू, उज्यालो दिन अनि रातहरू। अनौठा बातहरू जीवातहरू, उज्यालो दिन अनि रातहरू। असंख्य जातिहरू विभिन्न रीतहरू,
असङ्ख्य जातिहरू विभिन्न रीतहरू उदेकले भरिन्छ यो मन मेरो। गर नगर ईश्वरको प्रशंसा सम्पूर्ण हृदयको उपासना। मान्छे मान्छेको सबै भिन्नता मेटियो हेर उनको आगमनमा। हेर न हेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता। धनी र गरिब दुवै मिलेर भन्न सक्छ धन्यवाद। हेर न हेर सृष्टिको सुन्दरता, फेरि खेतका आलीहरू धन्न र बालीहरू बादल वृष्टि र बतासहरू। खेतका आलीहरू अन्न र बालीहरू बादल वृष्टि र बतासहरू। चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा, चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा स्वर्ग नै पुगिदिन्छ मन मेरो। हेर न हेर सृष्टिको सुन्दरता। मण्डली परिवार हामी ताली बजाउने छौँ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। मण्डली परिवार बस्न सक्नुहुनेछ र हाम्रा दुलहा दुलहीहरू आइसक्नु भएको छ। म उहाँहरूलाई पनि बस्नको लागि म अनुरोध गर्दछु। म विवाह कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। हाम्रो अगाडि दुलहा दुलही आइसक्नु भएको छ अनि हामी परमेश्वरका जनहरू भएको कारण एउटा विवाह चाहिँ सुरुवात चाहिँ परमेश्वरले नै गर्नुभएको कुरा हामीलाई थाहा छ। परमेश्वरले सृष्टि गर्नुभएका मानिसहरूमा सबैभन्दा पहिला अनि परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो अनि उनी एक्लो भएको अनि परमेश्वरले पनि मन पराउनु भएन। उनी एक्लो भएको कारण उनलाई पनि जोडीको आवश्यकता थियो। परमप्रभु परमेश्वरले आफ्नो सृष्टिहरूलाई सुन्दरता देख्नुभयो अनि त्यो सुन्दर थिए। त्यसमध्ये एउटा मानिसलाई एउटा जोडीको अभाव थियो। जुन जोडीको अभावलाई परमेश्वरले पुरा गरिदिनु भयो। हामी उत्पत्ति 2:18 हेर्न सक्छौँ। अनि हजुरहरूले म आज बाइबल यहाँबाट पढाउँदिनँ, अलिकति यहाँ अप्ठ्यारो हुन्छ भनेर म स्क्रिनमा नै हजुरले देख्न सक्नुहुनेछ। उत्पत्ति 2:18 त्यहाँनिर अहिले तपाईँले हेर्न सक्नुहुनेछ। भाइले देखाउन सक्नुहुन्छ उताबाट। विवाहको करार चाहिँ ख्रिस्टले र मण्डलीको बिचमा विवाहको करार चाहिँ बाँधिनु पर्दछ र हामीले यो कुरा बुझ्नुपर्छ। हामी परमेश्वरका छोराछोरीले विवाह गर्दै गरेको यो चाहिँ दुईजना केटा र केटीको बिचको मात्रै हामीले सम्झनु हुँदैन, तर यो चाहिँ ख्रिस्ट र मण्डली बिचको करारलाई बुझ्नु पर्दछ। र विवाह गर्ने जोडीहरू जब विवाह गर्ने जोडी हुन्छन् अनि सानो हामी 13-14 वर्षको नानीहरूको विवाह हामी गरिदिँदैनौँ, कानुनले पनि दिँदैन। अनि विवाह गर्ने जोडीहरू दुवैजना सक्षम र कानुनको दायरामा पनि उनीहरू रहनुपर्छ। कानुनले अनुमति दिएको व्यक्तिहरू मात्रै विवाहमा बन्धनमा बाँधिन सक्दछन् र त्यही अनुसारले उनीहरू तयारी हुनुपर्छ। जब त्यसरी तयार भएको छन् भने कुनै पनि अनि कानुनले रोकटोक गर्न सक्दैन। त्यसकारणले हामी कानुनको दायरामा पनि रहनु पर्दछ। उत्पत्ति 2:18 फेरि लगाइदिनुहोस्। म यता पढ्दै गएँ। त्यो यसरी लेखिएको छ। म हजुरको अगाडि म पढ्न गएँ। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु। आमेन। मानिस एक्लो रहनलाई असल रहेनछ। उसको लागि सहयोगी सहायता गर्ने व्यक्ति परमेश्वरले दिनुभयो। आदमको करङबाट निकालेर हब्बा तयार पारेर परमेश्वरले आदमलाई दिनुभयो। यो चाहिँ परमेश्वरले एउटा करार सुरुवातमा नै बाँधिदिनु भएको कुराहरू हामी पाउँदछौँ।
अनि विशेष गरिकन परिवारमा जब बाँधिन्छौँ, परिवार बाँधिसकेपछि एफिसी 5:22देखि 29 पदले पनि के भन्दछ त, हामी अलिकति वचन खण्डलाई नै हेर्दै जाउँ न। यहाँनिर यानी वचनले भनेअनुसारको पति र पत्नीको बिचमा बाइबलले यसरी लेखिएको छ, हामी 29सम्म हेर्नेछौँ। 5:22देखि 29सम्म नै, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस। एउटा जब विवाहमा बाँधिँदछौँ, बाँधिसकेपछि पत्नी चाहिँ एउटा पतिको अधीनमा रहनुपर्ने कुराहरू छन्। 29सम्म नै राख्न सक्नुहुन्छ त्यहाँनिर। किनकि पति पत्नीको शिर हो, पत्नीको शिर चाहिँ पति हुनुहुन्छ, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। अनि साँच्चै नै एउटा मण्डलीको शिर चाहिँ ख्रीष्ट हुनुहुन्छ। अनि आज हामी उहाँकै अनुयायीहरू हौँ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहन्। परमेश्वरको वचनबाट यहाँनिर जुन कुराहरू आदेशहरू छ, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्खोट होस्। त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफूलाई प्रेम गर्दछ। किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुभयो। आमेन। परमेश्वरको वचनले स्पष्ट हामीले पारेको छ, स्त्री अथवा पत्नीको शिर पति हुनुहुन्छ अनि मण्डलीको शिर ख्रीष्ट हुनुहुन्छ। अनि जुन एउटा विवाह बन्धन बाँधिँदै गरेको कुरालाई एउटाले अर्कालाई आदर गर्नुपर्ने कुराहरू, परमेश्वरको हामीले आदर गर्छौँ भने परमेश्वरको अनुग्रह हाम्रो जीवन हुनेछ। अनि जसरी त्यहाँनिर अहिले हामीले वचन पढ्दै गर्दाखेरि तेजस्वी चाउरी नभएको, कसैले पनि चाउरी परेको अनि होइन एउटा 16, 17, 18, 22 वर्षको जवान युवाले अनि 80-90 वर्षको अनि बोजूलाई विवाह गर्न सम्भव छ र? गर्नुहुन्छ र? गरिँदैन। त्यसरी मागेर त्यो असम्भवको कुरा हो। अहिलेको चलन गर्छन् बेग्लै कुरा हो, तर असम्भवको कुरा छ। विवाह गर्दाखेरि एकदमै तेजस्वी, दाग नभएको, चाउरी नपरेको, एकदमै प्रज्वलित बलेको, होइन झलझल बलेको जस्तो अहिले जसरी यहाँ उज्यालो छन् होइन, त्यस्तै देखिने सुन्दरताले भरिएको मन पराउँदछन्। अनि त्यो चाहिँ पवित्र र निष्खोट होस् भन्दछ वचनले। पवित्र हुनु पर्यो, शुद्ध। कति हजुरलाई कतिजनाले पवित्र शब्द हजुरले बुझ्न सक्नुहुन्न, बाइबल शब्द पवित्र, जसलाई चाहिँ शुद्ध भन्दाखेरि हजुरले बुझ्नुहुन्छ होला। शुद्ध, त्यहाँ कुनै पनि दाग नभएको त्यस्तो मण्डली प्रभुले चाहनुहुन्छ। र विवाह बन्धनमा पनि आज त्यस्तै पवित्रता हुनुपर्दछ जुन ख्रीष्टले करारका कुराहरू राख्नुभएको छ। परमप्रभुको वचनले एउटाले अनि अर्कालाई आदर गर्दै प्रभुको महिमामा अगाडि बढ्नुपर्ने, विवाह बन्धनमा बाँधिने जोडीहरूले यो कुरा बुझ्नु पर्दछ। त्यसैले गर्दा मैले यहाँको बिचमा यी कुराहरू राखेँ। हामी हितोपदेशको पुस्तकमा नै जाउँ न, 18:22 पदलाई हेरौँ। पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ। यतिकै होस् है, धन्यवाद। पत्नी पाउनेले भनेपछि आजको हाम्रो दुलाले चाहिँ के कुरा पाउँदै हुँदो रहेछ? असल कुरा पाउँदै हुँदो रहेछ। सायद अहिलेसम्म नपाएको असल कुरा उहाँले पाउँदै हुनुहुन्छ। परमप्रभुले उहाँलाई उपहार दिँदै हुनुहुन्छ, जुन कुरा चाहिँ असल पत्नी, संसारमा भएको हजारौँ स्त्रीभन्दा पनि ब्युटिफुल उहाँले पाउँदै हुनुहुन्छ। आमेन। त्यसरी प्रशंसा गर्दै उहाँ अगाडि बढ्नुहुन्छ भन्ने हामी विश्वास गर्दछौँ। 31 हितोपदेश 31 को 10 र 12 लाई पनि हामी पढ्नु। 10 देखि 12 त्यहाँनिर स्क्रिनमा हजुरले देख्न सक्नुहुन्छ। 31 को 10 देखि 12 लाई हेरौँ। सायद यसरी लेखिएको छ, उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? प्रश्न हेर्नुहोस् है। राम्रो चरित्र भएको स्त्री कसले पाउन सक्छ अरे? तिनी मानिक भन्दा पनि अति नै बढी मूल्य कि हुन्छन्, होइन? सुन भन्दा पनि मानिक चाहिँ
त्यस्तो महत्त्वपूर्ण त्यस्तो बहुमूल्य कसले पाउन सक्छ अरे? तिनका पतिले तिनीमाथि पुरा भरोसा गर्छन् र उनलाई कुनै असल कुराको अभाव हुँदैनन्। तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन। धन्यवाद। कति असल छ जब एउटा विवाह बन्धन बाँधिसकेपछि श्रीमानले यस्तो अपेक्षा गरेको, उहाँले चाहेको भन्दा असल कुरा पाउनु रहेछ। एकदम असल अनि प्रशंसा गर्ने अनि आदर गर्ने, कुभलो कहिले पनि नचिताउने होइन, एकदम ब्युटिफुल अनि सुन्दरताले भरिएको पत्नी चाहिँ पुरुषले पाउँदै हुनुहुँदो रहेछ। पतिले पाउनु भएको कुराहरू हामी यस ठाउँबाट, हामी यस खण्डबाट पायौँ। अब 26 र 31 पदलाई पनि राखिदिनुहोस् न। सरर पुरै बस्छ भने धेरै राम्रो, अलिकति त्यसलाई बाइबल पल्टाइन, त्यसले गर्दाखेरि 26 देखि हामी 31 सम्म हेर्न गयौँ भने तिनी बुद्धिसँग बोल्छिन् र तिनको जिब्रोमा विश्वासयोग्य उपदेशहरू हुन्छन्। असल कुराहरू मात्रै बोल्नु हुँदैछ। तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन् र आलस्यको रोटी खाँदिनन्, परिश्रम र मेहनत गर्छन्। तिनका छोराछोरीहरू खडा भएर तिनलाई धन्य भन्छन्। तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्। धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छेउ। अघि मैले हजारौँ भने त्यो हजारौँमा असल पढ्नु हुनेछ। सुन्दरता भ्रमात्मक हुन्छ। यो कति ब्युटिफुल ह्यान्डसमहरू आउनु भएको छ, छेडिक मात्रै हो यो, तर सुन्दरता उडी जाने हुन्छ। तर परमप्रभुको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ। आमेन। तर हामी रूपमा अहिले परिवर्तन गर्न सक्छौँ, तर यो एकछिनमा भ्रमात्मकको हराउन सक्छ। तर हाम्रो हृदयको साँचो सुन्दरताले चाहिँ भरिनुपर्छ। यो चाहिँ बाहिरको चाहिँ भ्रमात्मक हुन्छ। अनि यहाँ भनेको कुरा चाहिँ हाम्रो बाहिरी देखावटी होइन, तर भित्र हृदयमा चाहिँ त्यस्तो खालको परिवर्तन सुन्दरताले भरेको। जति बाहिर ब्युटिफुल, बाहिर ह्यान्डसम हुनुहुन्छ, त्योभन्दा बढी चाहिँ हाम्रो हृदयभित्र चाहिँ हुनुपर्छ भन्छ वचनले। अनि त्यो चाहिँ कहिले पनि हटेर जाँदैन, टलेर जाँदैन। त्यसले चाहिँ अनि असल कुराहरू प्राप्त गर्दछ, परिवारमा बलियोपनताहरू ल्याउँदछ। अनि स्त्रीले घर परिवारको रेखदेख गर्नेछन्। जब स्त्रीले त्यसरी घर परिवारको रेखदेख गर्दाखेरि श्रीमानले श्रीमतीको प्रशंसा गर्नेछ, बाबु नानीहरूले पनि अनि आमाको प्रशंसा गर्नेछन्। हेर्नु त, त्यस्तो स्त्री बन्नु पर्दछ। धेरै चाहिँ कुरा स्त्रीकै आइरहेछ हो, पुरुषको नि आउँछ। त्यसले गर्दाखेरि धेरै दिदीबहिनीहरू राम्री भएको कारणले बाइबलले धेरै प्रशंसा गरेको होला नि त होइन, परमेश्वरको महिमाको लागि। हाम्रो यो भ्रमात्मक हुन्छ, सुन्दरताहरू एक दिन उडेर जान्छ, तर नउडिकन रहने त्यो सुन्दरता चाहिँ हाम्रो जीवनमा भइरहनु पर्छ। यो चाहिँ परिवारहरूले बुझ्नुपर्ने कुराहरू। अब फेरि हितोपदेश 19:14 पढौँ। ल, यहाँ यसरी लेखिएको छ, घरहरू र सम्पत्ति आमा बुवाबाट आएका हुन्छन्। कतिपटक चाहिँ हाम्रो नेपालमा प्रायः चाहिँ बुवा आमाले नै सम्पत्ति जोडिदिएको हुन्छ होइन, छोराछोरी कतिले जोड्नु त्यो बेग्लै छ। असलै कुरा छ, बुवा आमाले आफ्नो छोराछोरीप्रति टिठ्याउनुहुन्छ, आफ्नो छोराछोरीको वास्ता र फिक्री गर्नुहुन्छ भन्ने कुराहरू। तर विवेकी पत्नी चाहिँ परमप्रभुबाटै आएकी हो। आमेन। हेर्नु त, सम्पत्ति, धन सम्पत्ति बुवा आमाले जो हो गरिदिनु भए तापनि एकदमै विवेक भएकी स्त्री अथवा पत्नी चाहिँ परमप्रभुबाट नै आएको हो। जो चाहिँ तपाईँ र मैले, हाम्रा जवान छोराछोरीहरूले विवाह गर्नु पर्यो भने कतिपटक हतारिएर रूपरङ्ग हेरेर विवाह गरेर धोका पाएको घटनाहरू धेरै छन्। आज हात जोडियो, भोलि छुटेको घटनाहरू कति छन्। कति अघिको वचनले भन्छ सुन्दरता चाहिँ भ्रमात्मक हुन्छ, तर साँचो भित्र हृदय चिन्न सकिएन भने गाह्रो छ। जब धैर्य गर्छौँ, पर्खिन्छौँ, अनि ती कुरालाई हामीले धैर्यसँग पर्खिन्छौँ भने चाहिँ अनि बुवा आमाले सम्पत्ति जोडिदिनु भए तापनि परिवार चाहिँ श्रीमान श्रीमती चल्नुपर्छ। जब एउटा असल पत्नी प्राप्त गर्ने हो भने चाहिँ परमप्रभुबाट आएको हुन्छ, ऊ चाहिँ विवेकशील हुन्छ, जसले गर्दा परिवार चाहिँ आशिषमय हुन्छ। आमेन। त्यस्तो प्राप्त गर्नको लागि धैर्य दुवैजनामा हुनुपर्दछ, पुरुष स्त्रीमा दुवैजनामा धैर्यता हुनुपर्दछ। जुन वचन खण्डहरू अहिले यहाँ दुल्हा दुलही नव दम्पत्य भनौँ बाँधिन आँटेको जोडीको लागि हामीले बोल्यौँ, यति मात्रै यो खण्ड चाहिँ आज विवाहमा बाँधिन लागेको पुरुष र स्त्री बिचको बाँधिन लागेको दुल्हा र दुलहीको लागि मात्रै होइन, हामी विवाहितहरूको लागि पनि यो वचन त्यति नै चुनौतीपूर्णहरू छ। उपस्थित मण्डली परिवारलाई विवाह सम्बन्धी म केही कुराहरू अझै पनि भन्न गइरहेको छु। परमप्रभु परमेश्वरको उपस्थितिमा होइन, यतिका मण्डलीको सामु दुल्हा हाम्रो आज अरुण पौडेल र दुलही सुरक्षा शर्मा धिताललाई आदरणीय विवाहको सम्बन्धमा एकसाथ जोड्नको लागि हामी सबैजना आज यस ठाउँमा भेला भएका छौँ। विवाह परमेश्वर स्वयंले स्थापना गर्नुभएको
पवित्र विधि हो। अघि हामीले सुरुमा हेऱ्यौँ, उहाँले पुरुष एक्लै रहन असल छैन अनि उसको लागि मानिस अथवा उसको लागि जोडी परमप्रभुले सहयोगी जोडी जुटाइदिनु भयो। त्यस कारणले उत्पत्तिमा सुरुवातमा नै परमेश्वरले विवाहलाई चाहिँ जोड्नुभयो अनि यो चाहिँ स्थापना गरिदिनु भयो, जसलाई चाहिँ यो पवित्र विधि। अनि आज हामी एकजना पुरुष र एकजना स्त्रीलाई अनि परमेश्वरको हामी उपस्थितिमा मण्डलीको उपस्थितिमा अरुण र सुरक्षालाई आज हामी एकसाथ जोड्नको लागि यस ठाउँमा हामी सबैजना उपस्थित भएका छौँ। विवाह चाहिँ मानिसहरूको बिचमा, हामी सम्पूर्ण उपस्थिति मानिसहरूको बिचमा आदरणीय हुनुपर्दछ। यो चाहिँ परमेश्वरको एउटा आज्ञा हो, आदरणीय हुनुपर्छ भन्ने कुराहरू। अनि हिब्रू 13 को 4 पदबाट हामी हेर्न सक्छौँ। त्यहाँ हजुरले देखाइदिनुहोस् त। विवाह चाहिँ मानिसहरूको बिचमा र मण्डलीको बिचमा एउटा आदरणीय हुनुपर्दछ। यो चाहिँ परमप्रभु परमेश्वरको आज्ञा हो। सबैका बिचमा विवाह चाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्धहरू नबिटिलियोस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमप्रभुले गर्नुहुन्छ। पवित्र असल आदरणीय विवाह हुनुपर्दछ। सबैले आदर गरेको ठिक हुनुहुन्छ, उहाँहरू जोडीहरू एकदमै राम्रो भन्ने खालको, कसैले खोट लाउन नसक्ने खालको विवाह चाहिँ हुनुपर्दछ। त्यो चाहिँ आदरणीय विवाह हो। अथवा मागेर घर परिवारबाट एउटा लडको घरमा गएर मागेर सबैको समाज र मण्डली घर परिवारको उपस्थितिमा गरिने विवाह, यो चाहिँ असल छ, आदर योग्यको छ अनि यो चाहिँ परमेश्वरबाटको आज्ञा हो भन्छ। कति पटक विवाहहरू अघि मैले भने जस्तो बुवा आमाले विवाह गरिदिने समय हुन्छ अब छोरालाई पनि ल बुहारी खोज्नुलाई भनिदिरहेको हुन्छ, छोरीलाई ज्वाइँ खोज्नुलाई भन्दै गर्दा गर्दै हुँदैन भन्छ, अघि उता चाहिँ भागिसकेकोहरू हुन्छन्, घटनाहरू यस्तो छन्। भनेपछि आफ्नै इच्छा र आकाङ्क्षा भने त्यसलाई चाहिँ आदरणीय विवाह भनिँदैन अनि बाइबलले चाहिँ अनुमति पनि दिँदैन। त्यसरी गरिएको विवाहलाई व्यभिचारी विवाह भन्छ बाइबलले, त्यसलाई अनुमति विवाह दिँदैन, हामी मान्दैनौँ। अनि अब जब विवाह बन्धनमा बाँधिनेपछि आदरणीय विवाहमा हामी प्रवेश गरिसकेपछि अनि उत्पत्ति 1 को 28 ले भन्छ विवाहको जोडीहरू बन्धन बाँधिसकेपछि उत्पत्ति 1 को 28 ले भन्छ फल्दै फुल्दै वृद्धि हुँदै जानु। यहाँनिर हेरौँ, परमप्रभु परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो बसमा पार्दै जाऊ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। अधिकार पनि दिएको छ। यहाँनिर आशिषका कुरा बोलिएको छ, फल्दै फुल्दै वृद्धि हुँदै जानुपर्ने कुराहरू। भनेपछि जब एकजना हुँदा अब विवाह गरेपछि दुईजना हुन्छ, दुईजना भइसकेपछिको आउने सन्तानहरूको कुरा गरिएको छ। जब त्यो सन्तानहरू पनि असल र पवित्रतामा रहनुपर्ने अनि एकदमै फल्दै फुल्दै असल तरिकाले अगाडि बढ्नुपर्ने, वृद्धि हुँदै पनि यहाँ भरिँदै जाओ, पृथ्वी भरिने कुराहरू छ। अनि त्यहाँ सबै पशु प्राणी हरेक कुरामाथि अधिकार फेरि मानवलाई नै, मानिसलाई नै परमप्रभुले दिनुभएको छ। अब अहिलेको जमानामा विवाह गरिसकेपछि जब एउटा आफ्नो सन्तानहरूको लागि धेरै भनेको दुईजना नभए एकजना त्यस्तो चलन पाइसक्यो। अहिले यो वचन भनौँ भने त श्राप दिएको हो क्या पो भन्छन् होइन, फल्दै फुल्दै पृथ्वी भरिनु मेरो सन्तानले भन्छ। तर त्यो होइन, हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ हामी थोरैबाट धेरै धेरै हुँदै जान्छौँ, गुणात्मक विधिहरू हुँदै जान्छ। परिवारमा जब एक थियौँ हिजो, अब जो विवाह गरेपछि दुई हुन्छौँ, 2बाट 3 होइन, यो कुराहरू हुँदै जाने क्रमलाई त्यसलाई चाहिँ आशिष रूपमा प्रभुको वचनले बोलिएको कुरा हामी पाउँछौँ। अब म विवाहको करारहरूलाई बाँड्दै म अगाडि बढ्न गएँ। दुलहा र दुलैलाई म सचेत गराउन चाहन्छु। अब दुलहा दुलैले कतिको सुन्दै हुनुहुन्छ, होसियार भएर सुन्नु होला। परमेश्वरको पवित्र उपस्थितिमा विवाहको लागि गरिएको प्रतिबद्धता अनन्तको लागि हो। जुन अहिले विवाहको करार बाँधिँदछ यो चाहिँ क्षणिक भरको लागि होइन, अहिले विवाह गरेर भोलि छट्ट छुट्ने खालको होइन, तर यो अनन्तसम्मको लागि हो। परमेश्वर र हामी मण्डली चाहन्छौँ कि विवाह चाहिँ सधैँ सँगै जीवन जिउनको लागि हो। विवाह त गरे अरुण र सुरक्षाले, तर सुरक्षा यता जाँदैछ अरुण त उता जाँदैछ भनेको त त्यस्तो खालको तरिका बिहा त गरे होइन। एकसाथ हिँड्नको लागि, सँगै जिउनको लागि मृत्युले बाहेक कुनै कुराले अलग गर्न सक्दैन। जब विवाहमा बाँधिनुहुन्छ, बाँधिसकेपछि पुरुष र स्त्रीको विवाह हुन्छ, दुलहा दुलैको। अब उहाँहरू दुलहा यता दुलै उता जाने होइन, तर उनीहरू एकसाथ, उनीहरूलाई मृत्युले बाहेक अरू कुनै पनि कुराले अलग गर्न सक्ने छैन। प्रभुको वचनले यो भन्दछ। होला हामी विवाह गरेर हाम्रो परिवार नेपालमा, हामी कतारमा, परिस्थितिको कारणले हामी टाढा छौँ, तर विवाह चाहिँ सँगै रहनको लागि हो। नछुट्योस्, मात्र छुटिनु पर्दा मृत्युले बाहेक अरू कुनै पनि कुराले नछुटाओस्।
प्रभुको वचनले स्पष्ट भन्छ। यो कुरा चाहिँ आजको दुल्हा दुलहीले स्पष्ट बुझ्नु पर्दछ। आज बाँधेको करारलाई तपाईँहरूले सधैँ सुरक्षित राख्नु पर्नेछ र आशिषित बन्नुहुनेछ। जुन कुराहरू बोलिएको कुरा चाहिँ तपाईँहरूको लागि हो भने यो चाहिँ हाम्रो लागि हो भनेर सम्झनुपर्छ र आशिषित प्रभुले बनाउनुहुनेछ दुल्हा दुलहीलाई। अनि हामीले जुन कुराहरू अहिले यहाँ बोलिएको कुरा चाहिँ मृत्युले बाहेक कुनै पनि कुराले अलग गर्ने छैन। उहाँहरू एक भएर सधैँ असल जोडी भएर अगाडि बढ्नुहुनेछ। म दुल्हा दुलहीलाई प्रश्न गर्न जान लागेको कारणले दुल्हा पक्षको र दुलही पक्षको अभिभावकको रूपमा आउनुभएको अगुवाहरू हुनुहुन्छ। मैले त्यहाँ भरे प्रमाणपत्रमा पनि सहयोग गराउँछु। हाम्रो दुल्हा पक्षको भाइ हुनुहुन्छ अनि हाम्रो एल्डर गुरु पनि यसो आएर एकछिन उभिदिनु, एकछिन मात्रै, त्यसपछि फेरि म तपाईँलाई उतै पठाउँछु। अनि दुलही पक्षको लागि हाम्रो एल्डर शुक्र र हाम्रो डिकन तेज दर्लामीलाई मैले भनेको थिएँ, हजुर कता हुनुहुन्छ भने एकछिन अगाडि आइदिनुहोस्। हुनुहुन्छ हजुरहरू? कता हुनुहुन्छ? पत्र ल्याउनु भयो, काममा व्यस्त हुनुहुन्छ होला। अनि उहाँहरू यसो आइदिनु भयो भने अभिभावकहरूलाई मैले भन्न खोजेको, अभिभावक चाहिँ हामी विदेशमा छौँ, उहाँहरूको आमा बुवा आफन्तहरू आफ्नै त यहाँ हुनुहुन्न, तरै पनि हामी एउटा मण्डली परिवारहरू आफन्तको लागि अभिभावक रूपमा हामी खडा भइरहेका छौँ। हाम्रो एल्डर गुरु अनि आकाश प्रकाश कि आकाश भन्नुभयो, आकाश पौडेल पनि यसो आएर त्यहाँ उभिदिनुहोस् दुल्हा पक्ष। अनि हाम्रो एल्डर शुक्र मगर हुनुहुन्छ र त्यस दर्लामी डिकन तेज दर्लामी ठिकै छ, उहाँहरू आउँदै गर्नुहुन्छ। भरिसक आइदिनु भयो, धेरै राम्रो। मैले यसो अभिभावक उभिदिनुहोस् भनेर म दुल्हालाई उहाँहरू आउँदै गर्नु। बाबु यतै माथि उभिदिँदा हुन्छ, एकजना हुनुहुन्छ सायद काममा व्यस्त हुनुहुन्छ, केही छैन, अतिता उभिदिनुहोस्। मण्डली परिवार हामी विवाह कार्यक्रममा नै छौँ अनि म अलिकति यहाँको बिचमा म दुल्हालाई प्रश्न गर्न गइरहेको छु। दुल्हाले ध्यानपूर्वक सुनिदिनु होला। यहाँ उभिदिनुहोस्। हुन्छ ल, म दुल्हालाई प्रश्न गर्न गइरहेको छु। एउटा माइक गुरु सर उता त्यो मलाई अहिले होइन, लास्ट भरे माग्छु। दुल्हालाई उभिनुहोस् ल, म प्रश्न गरेर अनि त्यसको उत्तर दिने अनि बस्ने है त। दुल्हा चाहिँ उभिनुहोस्, दुल्हालाई माइक्रोफोन दिनुहोस्। दुल्हालाई म प्रश्न गर्न गइरहेको छु। के तपाईँ अरुण पौडेलले सुरक्षा शर्मा धिताललाई आफ्नो विवाहित पत्नी हो भनी स्वीकार गर्नुहुन्छ? हजुर, स्वीकार गर्छु। धन्यवाद। सुन्दै हुनुहुन्छ नि मण्डली परिवार? सुन्नु भएन, सुनिन भन्नुहोस् है, उहाँ फेरि ठुलो बोल्न सक्नुहुन्छ। के तपाईँ परमेश्वरको पवित्र धार्मिक विधि अनुसार विवाह गरेपछि सुरक्षा शर्मा धिताल सँगसँगै जीवन बिताउन तयार हुनुहुन्छ? हजुर, म तयार छु। आमेन। के तपाईँ दुःख अनि बिरामी अवस्थामा सुरक्षा शर्मा धिताललाई साथ दिन, सुरक्षा शर्मा धिताल सँगै रहन, सबै कुराबाट अलग भई बाँचुन्जेल सुरक्षा शर्मालाई प्रेम गर्न, सान्त्वना दिन र माया गर्न तयार हुनुहुन्छ? हजुर, म तयार छु। हुन्छ, धन्यवाद। हजुर बस्न सक्नुहुन्छ। अब दुलहीलाई, यो चाहिँ मैले प्रश्न मात्रै हो, करार होइन है, करार आउन बाँकी नै छ, यो त प्रश्न मात्रै गरेको हो। दुलहीलाई पनि उठेर सम्मति दिनुहोस् न। ल, मैले प्रश्न गरेँ दुलहीलाई, के तपाईँ सुरक्षा शर्मा धितालले अरुण पौडेललाई आफ्नो विवाहित पति हो भनी स्वीकार गर्नुहुन्छ? हजुर, स्वीकार गर्छु। सुन्नुभयो? सुन्नु भएछ, म त सुन्नु भएन, फेरि साह्रो बोल्न हुन्छ। धन्यवाद। के तपाईँ परमेश्वरको पवित्र धार्मिक विधि अनुसार विवाह गरेपछि अरुण पौडेल सँगसँगै जीवन बिताउन तयार हुनुहुन्छ? हजुर, तयार छु। धन्यवाद। के तपाईँ दुःख अनि बिरामी अवस्थामा अरुण पौडेललाई साथ दिन, अरुण पौडेल सँगै रहन, सबै कुराबाट अलग भई बाँचुन्जेल अरुण पौडेललाई प्रेम गर्न, सान्त्वना दिन र आदर गर्न तयार हुनुहुन्छ? हजुर, तयार छु। ल, धन्यवाद। हामी ताली बजाउनेछौँ। उहाँलाई पनि बस्नको लागि म अनुरोध गर्दछु, बस्न सक्नुहुनेछ। अब दुल्हाको अभिभावकहरूलाई, अभिभावक उहाँहरू दुईजना हुनुहुन्छ, हाम्रो डिकन दुलही तर्फबाट दुईजना, एकजना हुनुहुन्छ, ठिकै केही छैन। म उहाँहरूलाई प्रश्न गर्न गएँ। दुल्हाको अभिभावकहरू दुईजना हुनुहुन्छ, हाम्रो आकाशज्यूले उत्तर दिनुहुनेछ। तपाईँ अरुण पौडेलले सुरक्षा शर्मा धितालसँग विवाह गर्न तयार छु भनेको कुरामा सहमत हुनुहुन्छ?
सुन्नुभयो? अलिक सुनेन अरे। हेलो अँ, एकदम समझ्छु। ल धन्यवाद। तपाईँ मण्डलीको उपस्थितिमा यस जोडीलाई आशिष दिन तयार हुनुहुन्छ? तयार छु। ल धन्यवाद। हुन्छ, हामी दुलैतर्फ जाउँ। दुलैतर्फको हाम्रो यहाँ एल्डर भाइले उत्तर दिनुहुनेछ। तपाईँ सुरक्षा शर्मा धितालले अरुण पौडेलसँग विवाह गर्न तयार छु भनेको कुरामा सहमत हुनुहुन्छ? सहमत छु। हुन्छ, धन्यवाद। तपाईँ मण्डलीको उपस्थितिमा यस जोडीलाई आशिष दिन तयार हुनुहुन्छ? म तयार छु। हुन्छ, धन्यवाद छ हाम्रो एल्डर भाइलाई पनि। अभिभावक तर्फबाट पनि विवाहको लागि अनुमति। अब हजुरहरूको लागि प्रश्न छ, तपाईँहरूको लागि, यो विवाह हुन सक्दैन भन्ने कसैसँग ठोस प्रमाण छ भने, त्यत्तिकै लालछना लाउन पाइँदैन, ठोस प्रमाण छ भने तपाईँले यो विवाहलाई रोक्न सक्नुहुन्छ? कुनै त्यस्तो रोक्ने प्रश्नहरू अथवा उत्तर छ हजुरहरूसँग? यो विवाह हुन सक्दैन भन्ने केही छ? छैन। हजुरहरू मौन हुनुभयो। ल, हजुरले छैन भन्नुभयो। कुनै पनि मैले प्रमाण पाइनँ। त्यस कारणले मण्डली परिवार हजुरहरूले छैन भनेर उत्तर दिनुभएको लागि कुनै रोकावट नभएको कारणले विवाहपछि यस जोडीलाई चाहिँ अब भोलिको दिन सुरक्षा भन्ने केटी यस्ती थिए नि, उस्ती थिए, अरुण भन्ने कुरै नगर, यसो भन्न अब पाउनुहुन्न। तपाईँले अहिले भनिसक्नु भएको छ, अनुमति दिनुभएको छ। उहाँहरू त बेस्ट असल हुनुहुन्छ, असल अरुण, असल सुरक्षा। उहाँहरूको जोडी त अहिले भन्छ नि परेवाको के भन्छ नि, त्यस्तो जोडी, आमामा त्यस्तो पो जोडी हुन्छ। त्यसरी प्रशंसा चाहिँ गर्नु पर्यो। तपाईँहरूले अब अहिले अनुमति दिनुभएको छ नि त। अब कुनै पनि त्यस्तो खोड तपाईँले देखाउनु भएन। भोलि तपाईँले खोड देखाएर उहाँहरूको जीवनलाई तितो बनाउन हजुरले पाउनुहुने छैन। यो मण्डलीको मासबाट म यहाँहरूलाई यही जानकारी गर्दछु। सम्पूर्ण मण्डली परिवारले त्यसो भए यस जोडीलाई आशिष दिन तयार हुनुहुन्छ? आमेन। परमेश्वरले यहाँ सबैलाई आशिष दिनुभएको होस्। हजुरहरू जान सक्नुहुनेछ। हजुरलाई धेरै धन्यवाद हजुरको बहुमूल्य समयको लागि। अब छिटो छिटो नै जाँदैछु। अब चाहिँ प्रतिज्ञाको कुराहरूमा म आउँदैछु। प्रतिज्ञा चाहिँ अब गराइसकेपछि म फेरि एउटा वचन खण्डहरू म बोल्नेछु। अब प्रतिज्ञा गराउनको लागि चाहिँ दुलहा उठ्नुहोस्। मैले जसो जसो भन्छु उहाँले त्यसै त्यसो भन्नुपर्ने हुन्छ। यो चाहिँ साँचो अब चाहिँ हो है। अघि चाहिँ प्रश्नलाई तयारी, अब प्रतिज्ञा गर्नुपर्छ। अब म प्रतिज्ञा गराउन गइरहेको छु दुलहालाई। उहाँले उभिएर अब आफ्नो प्रतिज्ञा यसरी गर्नुहुनेछ। म जसो भन्छु तपाईँले त्यसरी नै दोहोऱ्याउनु होला है। म अरुण पौडेलले तिमी सुरक्षा शर्मा धिताललाई विवाहित पत्नीको रूपमा स्वीकार गर्छु। आजको दिनदेखि अब उसको जीवनमा असल वा खराबीमा धनी वा गरिबीमा निरोगी वा बिरामीमा मृत्युले अलग नगरेसम्म तिम्रै पति भई साथ दिइरहनेछु, प्रेम र वास्ता गरिरहन्छु भनी परमेश्वरको पवित्र विधि अनुसार मण्डलीको सामु तिमीसँग म यो प्रतिज्ञा गर्दछु। धन्यवाद। हजुरले प्रतिज्ञा सुन्नुभयो नि हैन? हुन्छ, धन्यवाद। बस सक्नुहुन्छ, नानीको लागि उठ्न सक्नुहुन्छ। धन्यवाद। ताली बजाउनुहोस्। नानीले पनि दोहोऱ्याउनु होला। म सुरक्षा शर्मा धितालले तपाईँ अरुण पौडेललाई विवाहित पतिको रूपमा स्वीकार गर्छु। आजको दिनदेखि अब उसको जीवनमा असल वा खराबीमा धनी वा गरिबमा निरोगी वा बिरामीमा मृत्युले अलग नगरेसम्म तपाईँकै पत्नी भई साथ दिइरहनेछु, प्रेम र वास्ता गरिरहन्छु भनी परमेश्वरको पवित्र विधि अनुसार मण्डलीको सामु तपाईसँग म यो प्रतिज्ञा गर्दछु। मेन। ल, धन्यवाद। बस्न सक्नुहुनेछ। उहाँहरूले आफ्नो प्रतिज्ञा उहाँले करार अनि बाँधिसकेको छ। यो कुराहरू भनिसकेको छ।
अब विवाहको लागि हामीले उहाँहरूलाई प्रतिज्ञा त गरायौँ होइन। विवाहको लागि एउटा हुन्छ नि होइन, दुल्हाले दुल्हाले दिने त्यस्तो खालको केही उपहारहरू छ। विवाह त हामीले एउटा करार त बाँध्यौँ, यो करारको प्रतीक भन्ने केही चिन्ह ल्याउनु भएको छ? ल छ भने मलाई दिनुहोस्, दुवैजनाले आफ्नो आफ्नो दिनुहोस् है। फेरि यताको उता यताको उता हुन्छ होला। नसाटिदिनु होला है, भाइले लिएर आउनु त। ठाउँै त्यस्तो छ। यो केटाको हो, नानीको, यो छोरा मान्छेको होइन, छोरी को त हो? यहाँ एउटा औँठी छ। अलिकति मैले जानकारी दिनुभन्दा अगाडि नै बनाइसक्नु भएको कारणले यो त ठिकै छ। अर्को चाहिँ नाम यहाँनिर खास चाहिँ यो सादा हुनु भए धेरै राम्रो हुन्थ्यो। यो दुल्हा तर्फबाट छ, यहाँ दुलै तर्फबाट छ। म यो औँठीको बारेमा अलिकति भन्छु। यो औँठी गोलाकार छ। यसको हेर्दै जानु भने यहाँ सुरु पनि देख्नुहुन्न, अन्त पनि देख्नुहुन्न, यति मजाले बनाएको हुन्छ। विवाह बन्धनमा बाँधिसकेपछि अघि बच्नुहुन्छ, मृत्युले बाहेक अरू कुनै पनि कुराले छुटाउन सक्दैन भने जस्तै उहाँको जीवन चाहिँ सँगसँगै रहेर हिँड्नको लागि, जिउनको लागि। अनि यो चाहिँ एउटा विवाहको प्रतीक चिन्हको लागि पनि यो औँठी लगाइँदैछ र सम्झेर लगाइनेछ। अनि यो पनि लगाउने बेलामा उहाँहरूलाई म प्रतिज्ञा गराएर मात्रै लगाउने छु। र त्योभन्दा अगाडि यो औँठीको बारेमा प्रार्थना हामी गर्छौँ। यो औँठीको बारेमा हामीले अलिकति एउटा खेल मैले योभन्दा अगाडि बिहा पनि गरेँ जस्तो लाग्छ। कुन औँलामा औँठी लगाइन्छ हजुरलाई थाहा छ? यसमा लगाइन्छ हो औँठी? यसमा यसमा हो होइन, यसमा है। ल अब एउटा खेल खेलौँ ल, अनि तपाईँलाई पनि मन परोस् भनेर नि। यसो गर्नु त, यसो यसो गरेर यसो गर्नु त, सबैजनाले गर्नुहोस् त। बिचको औँलालाई चाहिँ लडाउनु, त्यसरी लडाउनु भयो ल। खेल है त एउटा, लडाउनु भयो नि। म जसो गर्छु त्यसो भन्नुहोस् ल, गर्नुहोस् ल। बुढी औँलालाई यसो गर्नु त, बुढी औँला छुट्छ नि होइन। यो चाहिँ एक दिन बुवा आमाबाट टाढा हुनुपर्छ भनेको। अब यो यसो गर्नु त, यो एक दिन तपाईँ साथीहरूसँग पनि टाढा हुनुपर्छ। यसो गर्नु त, आफन्तहरूसँग पनि एक दिन तपाईँ टाढा हुनुपर्छ। यो लडेको चाहिँ शत्रु लडे। अब अर्को छुटाउनु त, छुट्छ? छुट्दैन। ल धन्यवाद, प्रभुले आशिष दिउन्। त्यस कारणले यो आज प्रतिज्ञा गरेर लगाइसकेपछि मृत्युले बाहेक कुनै पनि कुराले उहाँहरूलाई छुटाउने छैन। त्यस कारणले यो प्रतीक सम्झेर उहाँहरूले आज एकले अर्कालाई लगाउनुहुनेछ। म मण्डलीको धर्मगुरुलाई पनि अगाडि आउन अनुरोध गर्छु, अगुवाहरूलाई। हामी औँठीको लागि प्रार्थना गरौँ अनि त्यस पछाडि म उहाँहरूलाई दिन्छु अनि उहाँहरूले लगाइदिनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। हाम्रो अगुवाहरू जो एभाइलेबल हुनुहुन्छ हुन्छ, हामी औँठीको लागि प्रार्थना गरौँ ल। आउनुहोस् अगुवाहरू। ल हामी यो औँठीको लागि प्रार्थना गर्नेछौँ। अघि नै मैले भने यसको सुरु र अन्त छैन, तर हामी परमप्रभुमा त्यस्तै असल जोडी हुनुभएको होस् भनिकन हामी प्रार्थना गर्नेछौँ। महान अनि महिमित परमेश्वर पिता प्रभु, हामी तपाईँ प्रभुको उपस्थितिमा आउँदै हामी प्रार्थना अन्तर्विन्ती गर्छौँ। जसरी आफ्नो छोराछोरीले प्रभु आज दुल्हाले अनि दुलैलाई, दुलैले दुल्हालाई एउटा प्रेमको प्रतीकको रूपमा औँठी ल्याउनु भएको छ। जसरी यसको सुरु र अन्त छैन, आजदेखि उहाँहरू विवाह बन्धनमा बाँधिनु भएपछि उहाँहरूको भविष्यसम्म यसरी नै कुनै मृत्युले बाहेक कुनै पनि कुराले अलग गर्ने छैन। अनि यो चाहिँ एकजनाले अर्कालाई अनि यो औँठी हेर्दै एउटा प्रेम को प्रतीकलाई सम्झेर सधैँ प्रभु अनि प्रेममा घनिष्ठ सम्बन्ध भएर असल परिवार, उदाहरणीय परिवार भएर सधैँ उदाहरणीय जीवन जिउनुहुन्छ र तपाईँको आशिषको योग्य छोराछोरी बन्नुहुन्छ भन्दै हामी आशिष बोल्छौँ। तपाईँको अनुग्रह, तपाईँको कृपा हामी बोल्दछौँ, हामीलाई उद्धार गर्ने ख्रीष्ट येशूकै नाउँमा, आमेन। हुन्छ, अगुवालाई धन्यवाद। अब म उठ्नुहोस् हजुरहरू। यो दुल्हाले लोकन्ते भाइ आएर लानु, यो दुल्हाले समात्नुहोस्, यो दुलैले समात्नुहोस्। उहाँहरूले अब आफ्नो आफ्नो औँठी समात्नुहुन्छ। अब यसरी हेराएर भएर बस्नुहोस् ल। अब हाम्रो ठाउँ सानो भएको कारणले म त्यता गइनँ। यसरी बाबु तपाईँ यता फर्किनु, नानी उता फर्किनु हो। यसरी त्यहाँ म यहीँबाट गर्छु है त ल। दुल्हाले लगाइदिनुहुन्छ। कुन औँलामा थाहा छ नि, मिस्टेक हुँदैन नि, जान्नुहुन्छ जे होस्।
म भनेपछि मात्रै है यहाँ पढ्नु, तपाईँले दोहोऱ्याउनुपर्छ मसँग। पहिले दोहोऱ्याउनुहोस् दुलाले। मेरो प्रेमको प्रतीक, खोइ माइक माइक कहाँ सुन्नु भएन उता। मेरो प्रेमको प्रतीक, मेरो प्रेमको प्रतीक र र कहिल्यै विचलित नहुने कहिले विचलित नहुने वफादारीको प्रतिज्ञाको रूपमा यो औँठी म तिमीलाई लगाइदिन्छु। तिमीलाई लगाइदिन्छु। ल आमेन। लु लगाउनुहोस्, ताली बजाउनु है। ताली। ल धन्यवाद। अब नानीलाई, अब नानीले औँठी लिनुभयो, म पनि क्यामेरा हेर्ने बेला भयो। औँठी लिनुभयो नि? ल ठिक छ, छिटो हुनुहुँदो रहेछ होइन। ल म सँगसँगै भन्नु। मेरो प्रेमको प्रतीक र कहिल्यै विचलित नहुने वफादारीको प्रतिज्ञाको रूपमा यो औँठी म तपाईँलाई लगाइदिन्छु। आमेन। लु लगाइसक्नुभयो? हुन्छ, नानीहरूलाई धेरै धन्यवाद। हामीले यो औँठीहरू लगाइसकेका छौँ। अब तपाईँहरू बस्न सक्नुहुनेछ। अहिलेसम्म हामीले प्रतिज्ञाहरू गरायौँ, औँठी पनि लगायौँ, तर स्त्रीको चाहिँ घुम्टो छोपिएको छ होइन। अहिले पो अलिअलि हल्का पर्दा जस्तो, नत्र अझ राम्रो नदेखिने छोपिने थियो होइन। अब उहाँको हिजोको जस्तो मुहार आज छैन, पक्कै पनि केही न केही परिवर्तन छ। अनि उहाँ कस्तो हुनुहुन्छ भनेर अब यो घुम्टो खोल्ने अधिकार लोकन्तेलाई पनि छैन, लोकन्तीलाई पनि छैन। अधिकार चाहिँ कसलाई छ? आजको दुलालाई छ। त्यसले गर्दा आजको दुला अगाडि आएर घुम्टो खोलिदिनु हुनेछ। म घुम्टो खोल्नको लागि म दुलालाई अनुरोध गर्दछु। उहाँले घुम्टो खोलेपछि हामी सबैजनाले ताली बजाउनेछौँ। हुन्छ, दुला उठेर आएर यसरी दुई हातले यसो गरेर घुम्टो। ल कस्तो हुनुहुन्छ? तपाईँले मागेको स्त्री उहाँ नै हो। ल धन्यवाद। हुन्छ, बस्न सक्नुहुन्छ। ल धेरै धन्यवाद। जे होस्, भ्रमात्मक छैन अरे, उहाँले भनेकै स्त्री हुनुहुन्छ अरे होइन। असल छ। यो विवाह, नेपाली शब्द विवाह छ नि, हजुरहरूलाई थाहा छ होला यसको अर्थ होइन। धेरैलाई थाहा छ। बी त पेट काटेको ब हुँदैन, व हुन्छ, तर बी भनिन्छ। फेरि पेट नकाटेको व हुन्छ, बी वा अनि ह हुन्छ। यसको अर्थ छ, अगाडिको बीले भन्छ विश्वास। अब हामीले विश्वास दिलाउनु, विवाहको सम्बन्ध विश्वास, एक अर्कामा विश्वास हुनुपर्छ। अर्को वा अथवा बी बा भनिन्छ। वाको अर्थ वास्ता गर्नुपर्छ। के भयो तिमीलाई, कसो भयो, कस्तो छ, सोधखोज गर्नु, हर कुरामा वास्ता गर्नुपर्ने। हको अर्थ हक, अरूले पाउँदैनन्, हक उहाँको हुन्छ। अब हिजोको दिनसम्म अरू आफ्नै तरिकाले कता कता कुदिरहनु भएको थियो होला। अब सुरक्षाले यता भनेपछि यता, उता उता हुनुपर्छ। अधिकार चाहिँ हाम्रो अधिकार छैन, कसैको छैन। अब अरूको जीवनमा अधिकार कसको छ? सुरक्षाको छ। अब सुरक्षा नानीलाई हिजो म जति जान्थेँ त हुन्छ, पाउनुहुन्न उहाँले पनि। अरूले आऊ भनेपछि आऊ, माया गर्नलाई बोलाएको हुनसक्छ नि त होइन त, आऊ भनेपछि आउनु पर्यो। अनि उहाँलाई अब उहाँको जीवनमा अधिकार अरूको हुन्छ। त्यसले गर्दा आफ्नै खुसीमा चाहिँ मिल्दैन। हिजोको दिनसम्म विवाह नगर्दा आफ्नो आफ्नो खुसीमा हुनुहुन्थ्यो। अब एक आपसको सम्बन्ध बलियो हुनुपर्छ। अरुण भाइले सुरक्षालाई, सुरक्षाले अरुणलाई माया, प्रेम, वास्ता, फिक्री गरिरहनुपर्छ अनि विश्वास गर्नुपर्छ। शङ्का चाहिँ गर्नु हुँदैन। त्यसले गर्दाखेरि आशिषमय जीवन हुनुपर्छ। अझै पनि उहाँहरूको बिचमा अलिकति वचन बोलेर मात्रै कि सक्नुपर्ने मैले भन्नुहोस् है। ल अलिकति अनुमति मैले पाएँ। उपदेशक 4 को 9 देखि 12 हेरौँ त। अहिले मैले भनेको कुराहरूलाई अलिकति आउँछ त्यहाँ। म त्यो पुरै पढ्दिनँ, तर 9 देखि 12 सम्म नै राखिदिनुहोस्। त्यहाँ चाहिँ सहायताको कुरा गरिएको छ, परिवारमा वास्ताको कुरा गरिएको छ। अनि 3 सूत्र ल पढेँ मैले। यो एक एकवटा भन्दाखेरि पनि एकैचोटि राख्न सक्नुहुन्छ बाबु? एकैचोटि राख्न मिल्छ? अलिक सानो बनाएर एकैचोटि राखिदिनु न।
तपाईँले त्यहाँ हेर्नुहोस्, म त्यो सबै पढ्दिनँ, तर त्यहाँ एउटा परिवारमा बाँधिसकेपछि एउटाले अर्कोलाई सहायता गर्नुपर्ने कुराहरू, वास्ता गर्नुपर्ने कुराहरू, अनि 3 सुताले बाँधेको डोरी चाहिँ चुटिँदैन। पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वरको उपस्थितिमा बाँधिएको जोडी कहिले पनि टुट्दैनन्। त्यसकारण त्यहाँनिर त्यो कुरा गरिएको छ। अनि एक अर्काप्रतिको वास्ता हो। अनि यहाँनिर लेखिएको कुराहरू हामी विभिन्न तरिकाले व्याख्या विश्लेषण गरे तापनि वास्ता हो, एउटाले अर्कालाई वास्ता गर्नुपर्ने कुरा। तर सही र सत्य कुरा चाहिँ वचनले हामीलाई स्पष्ट गर्दछ, परिवारमा बाँधिसकेपछि उनीहरू एक हुनेछन्। अनि त्यस पछाडि अब हामी त्यस कारणले परमेश्वरको उपस्थितिमा आज हामी त्रिएक परमेश्वरको नाउँमा आज उहाँहरूलाई हामीले 3 सुता डोरीले बाँधेको डोरी चुटिँदैन, त्यस्तै उहाँहरूलाई परमेश्वरको उपस्थितिमा विवाह बन्धनमा हामीले बाँधिसकेका छौँ। पहिलो कोरिन्थी 1:7 देखि 7 पदसम्म पनि हेरौँ। म छिटो लान्छु, यो चाहिँ त्यस पछाडि अरू कुराहरू छन्। पहिलो कोरिन्थी 7:1 देखि 7 पदसम्म। अब तिमीहरूले लेखेका कुराहरूका विषयमा पुरुषले स्त्रीलाई नछुनु नै असल हो। यो चाहिँ अब विवाह नगर्दाखेरि त्यसरी अर्का छोराछोरी त्यतिकै छुनु हुँदैन अरे, त्यो भन्न खोजे। तर व्यभिचारीसँग परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्नै पत्नी होस् र हरेक स्त्रीको पनि आफ्नै पति होस्। विवाह चाहिँ गर्दिन भन्ने, तर नराम्रो कुरा अर्काको बाहिर जाने त्यस्तो गर्नु हुँदैन अरे। त्यस कारण एउटा न एउटा पुरुषको स्त्री, स्त्रीको पुरुष हुनुपर्छ। पतिले आफ्नी पत्नीलाई तिनको वैवाहिक हक दियोस्। अघि हकको कुरा आयो है। र यसरी नै पत्नीले पनि आफ्ना पतिलाई, दुवैजनाको एक अर्काको हक। पत्नीले आफ्नो शरीरमाथि अधिकार राख्दिनन्, आफ्नो अधिकार अब हुँदैन, अब अरूको अधिकार हुन्छ, तर उसको पतिले राख्छ। यसरी नै पतिले पनि आफ्नो शरीरमाथि अधिकार शरीरमाथि अधिकार राख्दैनन्, तर उसकी पत्नीले राख्छ। अब अरूमाथि पनि सुरक्षाको अधिकार हुनेछ। पति पत्नीले आफ्नो पारस्परिक संसर्गदेखि एक अर्कालाई इन्कार नगर। इन्कार गर्यो भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्मा संयमको अभावको कारणले शैतानले तिमीलाई परीक्षा नपारोस्। एकछिन यति होस् है। हो, यहाँ चाहिँ विशेष कुरा यहाँ छ। जब विवाहमा बाँधिनुहुन्छ, कतिवटा विवाहमा इन्कार गरेको कारणले, शारीरिकका कुराहरूमा, पारस्परिकमा यहाँ इन्कार गरेको कारणले धेरै विवाहहरू फाटेको छन्। वचनले स्पष्ट भन्छ, मानिसमा समस्या आउँछ, तर इन्कार नगर। गरिहाल्यो भने तिमीहरूले फेरि मिलिहाल्नुपर्छ, सम्बन्धमा आइहाल्नुपर्छ भनेर वचनले स्पष्ट भनेको छ। कतिपटक विभिन्न कारण हुनसक्छ, एउटाको कुरा अर्काले नबुझ्न सकिन्छ, तर एकदमै दुईजनाको सरसल्लाहमा हुनुपर्छ। अनि हरेक कुराहरू आफ्नो कुराहरू राख्नुपर्छ। एउटा अर्का कुराहरू राख्यो भने दुईजनाको श्रीमान श्रीमतीको जहिले पनि सरसल्लाह भयो भने असल जीवनयापनहरू गर्न सजिलो हुन्छ। तर एउटाले अर्काको कुरा सुन्दैनौँ, भन्दैनौँ भने चाहिँ ठुलो द्वन्द्व भोलि आउन सक्छ। सानो कुरालाई पहिला नै निभाइहाल्नुपर्छ, ठुलो बन्न दिनु हुँदैन। शैतानले मौका नपाओस् भनेको छ। शैतानलाई मौका हामीले दिनु हुँदैन, ती सबै कुरालाई मिलाइहाल्नुपर्छ। अर्को, यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु। पावल प्रेरितले अनुमतिको रूपमा भन्दै हुनुहुन्छ। सबै मानिस म जस्तै रहेको म इच्छा गर्छु भने चाहिँ पावल त अविवाहित हुनुहुन्थ्यो नि त, सक्नुहुन्छ भने अविवाहितै रहनुहोस् होइन भनेर पावलले भन्छ। तर हरेकलाई परमेश्वरबाट विशेष वरदान मिलेको छ। एउटालाई एक किसिमको, अर्कोलाई अर्को किसिमको विभिन्न दान वरदानका कुराहरू पनि यहाँ गरिएको छ। तर जब हामी परमेश्वरको विवाह बन्धनमा परिसकेपछि अब यहाँनिर पुरुष र स्त्रीको एउटै सोच विचार हुन्छ भनेर छैन। यहाँ विभिन्न हाम्रो विचारहरू नमिल्न सक्छ होइन। सुरक्षा नानीको विचार, अरूणको विचार नमिल्न सक्छ, तर एउटा परिवारमा बाँधेको कारणले उहाँहरूको विचार नमिले पनि उद्देश्य चाहिँ एउटै हुनुपर्छ। आमेन। उहाँहरूको उद्देश्य चाहिँ अन्तमा एउटै हुनुपर्छ, प्रभुकै महिमा गर्नको लागि हामी परिवार मिलेर प्रभुकै महिमा गर्नुपर्छ र उद्देश्य चाहिँ एउटै बनाएर अगाडि बढ्नुपर्छ। त्यसो गरेर अगाडि बढेमा परमेश्वरको आशिष उहाँहरूको जीवनमा हुनेछ। शैतानलाई मौका दिनु हुँदैन। पहिलो पत्रुस 3:1 देखि 7 हेरौँ, अथवा तपाईँ त्यहाँ राख्दिनु मात्रै होस्, म भन्दछु। त्यहाँ पनि परिवारकै बारेमा छ, पत्नी र पतिको बिचमा नै छ। तर विचारशील गरेर बोल्नुपर्ने कुराहरू, स्त्रीहरूलाई कमजोर पात्र भनेर हेला गर्नु हुँदैन भनेर त्यहाँनिर कुरा गरिएको छ। मैले त्यही भने तपाईँले नराख्दा पनि भयो। त्यसले गर्दाखेरि विचार पुर्याएर, स्त्री कमजोर पात्र हो, कमजोर पात्र भएपछि मैले उनलाई कसरी सहायता गर्नुपर्छ भन्ने पुरुषले चाहिँ बुझ्नु पर्दछ। त्यहाँनिर अबला नठान भन्ने कुरा तपाईँ त्यहाँ पाउनुहुन्छ। त्यसले गर्दाखेरि विचार पुर्याएर तपाईँलाई मैले
कुरा गर्नुपर्दछ, बातचित गर्नुपर्छ। श्रीमान श्रीमतीको बिचको असल बातचित र भलाकुसा सधैँ भइरहनुपर्छ। अनि वास्ता गर्नुपर्ने कुराहरू भइरहनुपर्छ। अनि हाम्रो विचारहरू फरक भयो भने अहिले जस्तै उद्देश्य चाहिँ अन्तमा गएर एउटै भएर अगाडि बढ्ने असल परिवार हुनुपर्छ। र आजको नवदम्पत्यलाई जुन वचनका कुराहरू राखिएको छ हामी विश्वास गर्छौँ मण्डली परिवार उहाँहरू सधैँ अहिलेको विवाहको अर्थ छ नि विवाहको त्यसरी नै एकले अर्कालाई विश्वास गर्नु नै छ, वास्ता सधैँ गरिरहनु हुनेछ र एकले अर्कालाई आफ्नो अधिकार आफ्नो होइन तर मेरो जीवनमा उनको हक छ, उनको जीवन मेरो हक छ भन्ने कुरालाई नै सम्हालेर अगाडि बढेर एउटा आशिषमय असल उदाहरणयोग्य परिवार बन्नुहुनेछ भन्ने म विश्वास गर्दछु। अब उहाँहरूलाई हामी मण्डलीको तर्फबाट प्रमाणपत्रहरू तय गरेका छौँ। यो विवाह भएको हो भन्ने हामी सम्पूर्ण साक्षीहरू हुन्छौँ उपस्थित मण्डली। त्यस कारणले यो चाहिँ हामीले हस्ताक्षर गराउँछौँ। हामी विवाह दिने अनि उपस्थित अगुवाले पनि हामी त्यहाँ हस्ताक्षर गर्छौँ। त्यस पछाडि त्यो प्रमाणपत्र उहाँहरूलाई हामी हस्तान्तरण गर्नेछौँ। त्यस पछाडि उहाँहरूलाई प्रार्थना गरेर अनि त्यस पछाडि मात्रै हामी अरू गर्ने कुराहरू म गर्दै जानेछु है त। प्रमाणपत्रको लागि टेबल राखिदिनु भए धेरै राम्रो हुनेछ। दुलहा पक्ष र दुलै पक्षको फेरि दुईजना अगाडि आइदिनुहोस्। हजुरहरूको बिचमा म यहाँहरूलाई प्रमाणपत्र म राख्न गइरहेको छु। पढ्नु पर्यो एकचोटि। यहाँनिर यसरी बनाइएको छ, म यहाँ पढ्छु, हजुरहरूले सुन्नु होला। म यसलाई यसरी पढ्न गएँ। कतार नेपाली क्रिस्चियन मिनिस्ट्रिज दुहा कतार विवाह प्रमाणपत्र आज मिति विक्रम सम्वत 2082 वैशाख 5 गते तदनुसार इस्वी सम्वत 2025 अप्रिल 18 तारिक शुक्रबारका दिन एलोहिम मण्डली सुनसरी जिल्ला धरान वार्ड नम्बर 8 बस्ने स्वर्गीय श्री निर्मल दास पौडेलका नाति स्वर्गीय श्री रेप दास पौडेलका छोरा श्री अरुण पौडेल र क्युएनसिएम मण्डली यसै मण्डलीको र अब यो सुनसरी भन्छ नेपालको फेरि जिल्ला सुनसरी जिल्ला धरान वार्ड नम्बर 15 बस्ने स्वर्गीय श्री दिलीप शर्मा धितालकी नातिनी श्री सुरज शर्मा धितालकी छोरी सुरक्षा शर्मा धिताल बीच मण्डलीको विधिपूर्वक आदरणीय विवाह सम्पन्न भएको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ। हस्ताक्षर गर्नेमा दुलहा हुनुहुन्छ अरुण पौडेल अब गर्नुहुन्छ अनि दुलैले गर्नुहुनेछ। साक्षी दुलापट्टि एल्डर गुरु पौडेल र आकाश पौडेलले यहाँ आएर हस्ताक्षर गर्नुपर्ने हुन्छ र दुलैपट्टि साक्षी दुईजना एल्डर शुक्र मगर र डिकन तेज बहादुर दरलामी मगरले आएर हस्ताक्षर गर्नुहुनेछ। विवाह दिनेमा म आफै छु, म पास्टर ओमबहादुर राई र सचिवमा डिकन दानियल विक र प्रशासन हाम्रो एल्डर कृष्णबहादुर राई। यहाँनिर अन्तिममा यहाँ एउटा खण्ड छ, यही खण्ड दिएर अहिले अन्तिममा हामी प्रार्थना गर्छौँ। यसरी लेखिएको छ, यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुटाओस्। मत्ती 19 को 6। अहिले हामी लास्टमा यो फेरि पढेर उहाँहरूलाई हामी प्रार्थना गर्नेछौँ। र यो प्रमाणपत्रको लागि म दुलहा पक्षको दुईजना लाएर सही गरिदिनु म अनुरोध गर्दछु। फोटो खिच्न आइदिनुहोस् ल सही गर्दा। अघि भनेको नि कति बज्यो विवाह पो छिटो गरेको त। अब दुलै पक्ष यो राखिरहनु अहिले हुन्छ। हामीले दुलै पक्षको आउँदै हुनुहुन्छ अब दुलालाई यति राखिदिनु। दुलालाई पनि गएर त्यहाँ आफ्नो नाममा हेरेर बाबु त्यहाँ सही गरेर खिच्ने। दुलै नानी आउनुहोस् त, म देखाउनै पर्ने रहेछौँ। यहाँ सही गर्नु नानी।
हाम्रो प्रशासन विभाग हाम्रो एल्डर कृष्णबहादुर राई हजुरले पनि गरिदिनुहोस्। हाम्रो दुलै पक्षको आउँदै हुनुहुन्छ, बाटोमा हुनुहुन्छ, त्यसले गर्दाखेरि अलिकति अल्खोर जानुभएको कारण अलिक ढिलो भयो। उहाँलाई म सही गराउँछु अनि म अब यहाँहरूको बिचमा सही गर्दैछु है त। हामीले प्रमाणपत्र तयारी गरिसकेका छौँ, सबैको सहीहरू भइसकेको छ। अब हामी अलिकति विवाद छिटो छिटो गए जस्तो कुरो भयो जस्तो छ होइन, अलिकति बाहिर त्यस्तै त्यस्तै माहौलले गर्दाखेरि अब हामी प्रमाणपत्र दुल्हा दुलहीलाई हामी दिन लागिरहेका छौँ अनि दुल्हा दुलहीले यो प्रमाणपत्र चाहिँ उहाँहरू दुईजनाले नै एक साथमा लिनुपर्ने हुन्छ। हामी यो प्रमाणपत्र दिनको लागि हाम्रो अगुवाहरू सबै बाहिर बाहिर हुनुहुन्छ के हो? हाम्रो डिकन युगल राई कता हुनुहुन्छ? हुनुहुन्छ? ठिकै छ, म यसलाई अहिले एकछिनमा म अहिले हस्तान्तरण गराउँछु, मुस्किल छैन, मै पनि गराउँछु। अब अन्तिममा हाम्रो अगुवाहरू सबैजना यहाँ नजिक आइदिनुहोस्। जसरी अब दुल्हा दुलहीलाई अब उहाँहरूको लागि प्रार्थना गर्नको लागि हामी मत्ती 19 को 6 पद राखिदिनुहोस् त भाइ। अब ती दुई होइनन् तर एउटै शरीर हुन्छन्, यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुटाओस्। आमेन। हिजोको दिनमा एक एक हुनुहुन्थ्यो दुई, तर अब आज विवाहमा बाँधिएको कारणले शरीर देख्दा दुईटै भए पनि उहाँहरूको आत्मा प्राण आत्मा चाहिँ एउटै भएर अब एक भएर उहाँहरू अगाडि बढ्नेछ र वचनले यही भन्दछ उहाँहरू एकसाथ जोडेको अब कसैले पनि छुटाउन सक्ने छैन। अब नछुटाउनको लागि उहाँहरूको हात पनि बाँधिनु पर्यो, हात क्रस गरेर है त, यहाँ घुँडा टेक्नु पर्यो यसरी यसरी उभिँदाखेरि दाहिने दाहिने देब्रे देब्रे यसरी ला त्यहाँदेखि अनि अगुवाहरू आउनुहोस् त, हामी प्रार्थना गर्नेछौँ। जसजना अगुवाहरू हुनुहुन्छ हजुर सबैजना आउनुहोस्, घुँडामा बस्ने घुँडामा बस्नु त बाबु। ल परमेश्वरले आशीष दिनुभएको होस्, उठ्न सक्नुहुन्छ, उठेर बस्नुहोस्। हामीहरूले उहाँहरूलाई आशिष पनि माग्दिसकेका छौँ र आजको दिन हामीले अरुण पौडेल र सुरक्षा शर्मालाई विवाह बन्धनमा हामीले बाँधेका छौँ
र आजको दिन उहाँहरू श्रीमान श्रीमती हुनुभएको म मण्डली परिवारमा घोषणा गर्दछु। ताली। आजदेखि उहाँहरू श्रीमान श्रीमती हुनुभएको कुराहरू मण्डलीलाई मैले घोषणा गरिसकेँ। अब यहाँनिर अझै अब हाम्रो मण्डलीको लागि यो प्रमाणपत्र त उहाँहरूलाई जान्छ, अनि यहाँनिर मण्डलीको लागि दुल्हा दुलहीले फेरि सही गर्नुपर्ने हुन्छ। यो चाहिँ अनि हामी मण्डलीमा राख्नेछौँ। भोलिको दिनमा मलाई त अरूले कुट्नु भयो निकालिदिनु भयो भने हामी यही देखाएर ठिक पार्छौँ। अनि सुरक्षाले पनि मलाई त पास्टर बुवा यसो यसो भन्यो भनेर रिसाउँदै यहाँ आउनुपर्ने सुरक्षालाई पनि राखेर हामी कुरा गर्छौँ। अनि यो चाहिँ उहाँहरूले आफ्नो आफ्नो नाममा है, दुलाले दुलै आफ्नो नाममा राम्रोसँग सही गर्नु होला, सोचेर नानीले। हामी गीत गाइदिउँ न ल अलिकति एउटा अरू नै अहिले जस्तै हेरेर सिस्टम हुन्छ कुनै भए पनि एउटा गाउनु त त्यो त लास्टको त अहिले छँदैछ, लास्टको होइन। हामी गीत सुन्न गइरहेका छौँ। हजुरहरूले धैर्य गर्नुहोस्, एकदमै हजुरको लागि स्पेसल गीतहरू छ। यो अहिले मैले उहाँहरूलाई सही गराएको अघि औँठी लाउने बेलामा जुन करार थियो त्यही करार हो हजुरलाई, मैले त्यस कारण मैले पढिनँ। ल धन्यवाद। हजुर हाम्रो श्याम सर कता हुनुहुन्छ? हेलो चेक। सेवक श्याम। यो अर्को प्रिन्ट गरिदिनु न, यहाँ बिगार्नु भएछ, अर्को प्रिन्ट गरिदिनु न, म फेरि सही गराउँछु। हजुरलाई अल्छी लागेको छैन? ल ठिक छ, त्यसो आज गीत पनि सुनेर आशिषित हौ न। ल हजुरलाई विवाह कस्तो लाग्यो? आजको विवाह हाम्रा जवान छोराछोरीहरू विवाह गर्न तपाईँ तयार हुन्छ भने प्रार्थना गर्नुहोस्। धैर्य धारण गर्नु राम्रो हो, हतारियो भने भन्न सकिँदैन। एकदमै धैर्य धारण होला, प्रभुले असल जोडी जुटाउनुहुन्छ। ल हुन्छ हाम्रो आराधक समूहलाई। समयमा उनको समयमा उनको समयमा सब थोक सुन्दर बन्छ उनको समयमा। मार्ग मलाई देखाउनुहोस्, दिन बा दिन सिकाउनुहोस्, सदा हिँड्नलाई तपाईँको समयमा उनको समयमा उनको समयमा सब थोक सुन्दर बन्छ उनको समयमा। जीवन मेरो सुम्पन्छु, स्तुति सदा गाउनेछु, ग्रहण योग्य होस् तपाईँको समयमा उनको समयमा येशूको समयमा
सब थोक सुन्दर बन्छ उनको समयमा मार्ग मलाई देखाउनुहोस् दिनमा दिन सिकाउनुहोस् सदालाई मलाई तपाईँको समयमा समयमा उनको समयमा समयमा उनको समयमा अर्को कन्टिन्यू गाउनुहुन्छ है उहाँले तपाईँलाई एकछिन गीतहरूबाट पनि आशिषित तुल्याउन चाहेको हो। वर्षाऊ प्रभु आज आशिषको झरी आज आशिषको झरी जीवनभरिको जीवनभरि वर्षाऊ प्रभु वर्षाऊ वर्षाऊ प्रभु आज आशिषको झरी आज आशिषको झरी कृष्णलाई वन्दन देउन छुटिने जीवनलाई दियो बलिरहोस् विश्वासको कृष्ण देव दुई आत्मालाई वन्दन देउन छुटिने जीवनलाई दियो बलिरहोस् विश्वासको वर्षाऊ प्रभु वर्षाऊ वर्षाऊ प्रभु वर्षाऊ आज आशिषको झरी आज आशिषको झरी अन्धकार अन्धकार काटिनु परे नि फुल्दा फुल्दै मुर्झाइन्छ अमर परे नि फुल्दा फुल्दै मुर्झाइन्छ रे पनि अमर रहिरहोस् प्रेम वर्षाऊ प्रभु वर्षाऊ वर्षाऊ प्रभु वर्षाऊ आज आशिषको झरी आज आशिषको झरी यी दुईको जीवनभरि यी दुईको जीवनभरि प्रभु वर्षाऊ वर्षाऊ प्रभु वर्षाऊ धेरै धन्यवाद छ। हामीले राम्रो गीतहरू सुन्यौँ। अलिकति समय भएको कारणले यहाँ स्पेस राख्नुको कारण चाहिँ के रहेछ भन्दा नृत्य देखाउनु भनेर रहेछ। त्यसले गर्दाखेरि स्पेसल अप्पर झटमा नाच्नेहरू पनि हुनुहुन्छ भन्ने सुन्दैछु। को हुनुहुन्छ लु नाच्न आउनलाई हजुरहरूको लागि एउटा स्पेसल गीत हुन्छ अनि नाचेर पनि हजुरले आशिष तुल्याइदिनुहोस्। त्यस पछाडि म फेरि छ यो कार्यक्रम त सिद्धिएको छैन तर धेरै लामो नभएको कारणले नृत्यको लागि मैले समय दिएँ। हजुर आउन सक्नुहुन्छ। ल नानीहरू चाहिँ उता हटिदिनुहोस्। दिदीबहिनी नाच्न आउनु भयो जस्तो भएको हो। के डिकन्डोन भाइ नाच्ने हो को हो? ल त लु आउनुहोस् एउटा गीतमा। कुन गीतमा हो?
कला बहिनी साडी लाएर हो नभए नाच्ने हो होइन नाच्ने कोही हुनु न र त्यो नाच्ने खालको गीत लगाइदिनु त नाच्नु थालिहाल्नुहोस् लास्टमा त आरती बहिनी नाच्नु चाहिँ छिटो जस्तो लाग्दैछ ए हो लु अलिक नाच्ने खालको गीत छ नि हजुरहरूलाई अलिकति नाचबाट पनि अलिकति रमाइलो गरौँ भनेर किन भन्दाखेरि हाम्रो अहिले हजुरहरूलाई अब यहाँ सक्ने बित्तिकै जान हतार हुन्छ हाम्रो अलिकति खानाको लागि अलिक ढिलो भयो हामीलाई मलाई लाग्छ अलिकति छिटै सक्ने तरिकाले म पनि अलिकति स्पिडमा बढिदिएँ अलिकति कुरा त बाँकी छ त्यो चाहिँ अब धेरै समय छैन त्यसले गर्दाखेरि मैले नृत्यलाई पनि यो मौका दिन लागिरहेको हो त्यसले गर्दाखेरि उहाँहरूले गीत गाउनु छ गीत गाउँदै गर्दाखेरि हजुरहरू जो कोही पनि नाच्न सक्नुहुनेछ हुन्छ त्यस्तो खालको गीत के उताबाट बजाउने हो म्युजिक टिमले त्यताबाट कुनै गीतमा छ स्पेसलमा छ भन्नु होइन त्यो गीतहरू बजाउनु त त्यो नाच्ने खालको ओवेद बाबु ल हजुरलाई अलिकति मैले जानकारी पनि गरेँ अघि अलिकति हस्ताक्षर गर्दाखेरि मिस्टेक भएको कारण मैले फेरि नयाँ प्रमाणपत्र मगाइसकेको छु प्रशंसा पत्र हामीले यो नृत्य पछाडि म अब त्यहीँ बसेर सही गराउने छु अघि मैले गर्नुहुन्छ ल भनेर ठिक गरेँ अलिकति मिस्टेक भएछ हुन्छ यो हजुरलाई जानकारी अहिलेको सहीलाई रद्द गरेर अब यसलाई फेरि हामी सदर गर्नेछौँ ल हुन्छ गाडी आयो 7 बजे होइन र ए तपाईँ नाच्ने हो र ए हो लु अब गीत त्यहाँ बजोस् त सुनिता पनि ननाचेर को नाच्छ लु त यहाँ मान्छे नाच्ने मान्छे खोजेर यहाँ ल सुनिता बहिनी त जुनै गीत नाच्नुहुन्छ लु ल दुईटा सुनिता नाच तपाईँ सुरु गर्नुहोस् न औ अब बज्छ कुन गीत बज्छ ताली है ताली अलिक ठुलो बजाइदिनु तिमी नै हौ मेरो करन 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 तिमी नै हौ मेरो करन 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 तिमीलाई छ मेरो मायाको सलाम तिमी मेरो सिरानी सन्तुनाको मालम तिमी मेरो सिरानी सन्तुनाको मालम अनुग्रहमा बाँचौला अनुग्रहमा बाँचौला सुसमाचारले संसार येशूमा ल यस्तो होइन छोडी हो सुसमाचारले संसार येशूमा अब बेहुला चाहिँ भरे नजाउँला है गाह्रो हुन्छ अहिले चाहिँ मेरो मायाको सलाम तिमी मेरो हावा म तिम्रो आदम आज मरे ख्रिस्टको माया एकअर्कामा बाँडौँ हो तिमी मेरो हावा म तिम्रो आदम आज मरे ख्रिस्टको माया एकअर्कामा बाँडौँ अपार प्रेमले म तिमीलाई गहिरो माया गर्छु तिम्रै अधीनमा बसेर ख्रिस्टमा आदर गर्छु अनुग्रहमा बाँचौला अनुग्रहमा बाँचौला सुसमाचारले संसार येशूमा सजाउला सुसमाचारले संसार येशूमा सजाउला तिमी नै हौ मेरो करन 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 तिमीलाई छ मेरो मायाको सलाम
प्रतिफलको आसमान अन्तक रमाऊ अनुग्रहमा बचौला अनुग्रहमा बाँधौला सुसमाचारले संसार येशूमा सजाऊला सुसमाचारले संसार येशूमा सजाऊला सुसमाचारले संसार येशूमा सजाऊला सुसमाचारले संसार येशूमा सजाऊला त्यहाँ जोडी उठ्न बाँकी नै हुनुहुन्छ होइन आउँदै हुनुहुन्थ्यो भयो सुमन भाइको जोडी नाच्नुहुन्छ ल आज जोडी जोडी नाचेर देखाउनुहोस् है त ल एकचोटि तिमी नै हौ मेरो करण 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 तिमी नै हौ मेरो करण 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 तिमीलाई छ मेरो मायाको सलाम तिमी मेरो सिरानी सन्तुनाको मालम तिमी मेरो सिरानी सन्तुनाको मालम अनुग्रहमा बचौला अनुग्रहमा बाँधौला सुसमाचारले संसार येशूमा सजाऊला सुसमाचारले संसार येशूमा सजाऊला तिमी नै हौ मेरो करण 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 तिमीलाई छ मेरो मायाको सलाम तिमी मेरो हब्बा म तिम्रो आदम आजभरि ख्रिस्टको माया एकअर्कामा बाँडौँ हो तिमी मेरो हब्बा म तिम्रो आदम आजभरि ख्रिस्टको माया एकअर्कामा बाँडौँ अपार प्रेमले म तिमीलाई गहिरो माया गर्छु तिम्रै अधीनमा बसेर ख्रिस्टमा आदर गर्छु अनुग्रहमा बचौला अनुग्रहमा बचौला सुसमाचारले संसार येशूमा सजाऊला सुसमाचारले संसार येशूमा सजाऊला तिमी नै हौ मेरो करण 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 तिमीलाई छ मेरो मायाको सलाम तिमी मेरो याकुब म तिम्रो रायल सुख दुःखमा गरौँ एकअर्काको खयाल तिमी मेरो याकुब म तिम्रो रायल सुख दुःखमा गरौँ एकअर्काको खयाल ख्रिस्ट प्रेमको सुवास सधैँ फुल्दै फल्दै जाऊ प्रतिफलको आसमान अन्तक रमाऊ अनुग्रहमा बचौला अनुग्रहमा बाँधौला सुसमाचारले संसार येशूमा सजाऊला सुसमाचारले संसार येशूमा सजाऊला सुसमाचारले संसार येशूमा सजाऊला सुसमाचारले संसार येशूमा सजाऊला धन्यवाद नाचेर पनि हामीलाई एकदमै खुसी तुल्याउनु भएको छ विवाह कार्यक्रममा नाचेर उत्साहित हजुरले बनाउनु भयो अब
नजोडीको लागि पनि बजाइदिनु पर्ने भयो अरे नजोडी नाच्नुहुन्छ अरे एकचोटि रिक्वेस्ट आयो अब जोडी भएको नाच्नु भयो अरे नजोडीलाई हो भन्नुहोस् है म त मौका दिइहाल्छु त्यस पछाडि फेरि अगाडि बढिहाल्छु एउटा बजाउन आँटमा हो ल ल जेठानी देउरानी हुनुहुन्छ अरे नि त कला सुनिता को हुनुहुन्छ अरे त नि नाचौँ न नाचौँ सुनिता स्क्वायर भएर नाच्दा नि भयो आउँदैछ ल लास्ट है यो मैले हजुरलाई एउटा अनुमति दिएँ त्यस पछाडि म अगाडि बढाउँछु सबैलाई अब समयको ख्याल गर्नै पर्छ अलिकति हामीलाई बाहिर तयार नभएको कारणले मात्रै मैले हजुरलाई अलमा ल्याएँ अब एउटा गीत मैले अनुमति दिएँ त्यस पछाडि म अगाडि बढ्छु गीत सेलेक्ट गर्दै हुनुहुँदो रहेछ क्वायरबाट पनि छ नृत्य होइन अघि श्रीमान श्रीमती नाच्नुभयो क्वायरबाटै तर स्पेसल भएको छ कि Here, you are eligible for a free course to learn how to invest in the stock market. Hey, come on, put those hands together. Let's praise and worship Him. Come on, come on, come on, come on, come on, come on. Here we go, here we go, here we go, here we go, here we go. जोन भाइ नाच्न आउनुभयो कहाँ जानुभयो बहिनी चाहिँ Now I don't care what others might say. Wanna give Him praise all night and day. Praise Him when your life's all down. Hey, praise Him when your life's all down. Just clap and dance and call His name, and you will see the devil in shame. कोई कहे मुझे पागल दीवाना कोई कहे मुझे आशिक परवाना कोई कहे इसकी है ना ठिकाना कह लो जो तुम दिल चाहे यीशु का प्यार है सागर से गहरा बरसाता मुझ पर शाम और सवेरा वो है मेरा मैं हूँ उसी का कह लो जो तुम दिल चाहे कह लो जो तुम दिल चाहे कह लो जो तुम हजुरहरू नाच्न जान्न इच्छुक हुनेहरू नाच्न सक्नुहुन्छ रमाइलो गर्नुहोस् कह लो जो तुम दिल चाहे चांदों सितारे कितने हैं प्यारे रचा है तूने इन्हें नीले नीले गगन पंछी प्यारे ये भी है तेरे ही सारे पर्वत समंदर तूने सजाया हर रंग से मेरे ही खातिर पर्वत समंदर तूने सजाया हर रंग से मेरे ही खातिर कोई कहे मुझे पागल दीवाना कोई कहे मुझे आशिक परवाना कोई कहे इसकी है ना ठिकाना कह लो जो तुम दिल चाहे 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 तेरी हर सृष्टि से मैं हूँ ऊंचा सबसे मैं प्यारा हूँ तेरा स्वर्ग से धरती धरती से सूली चढ़ा तू मेरे ही कारण हो गाऊंगा मैं नाचूंगा भी तेरे लिए ही प्रभु जी
परवाना, कोई कहे इसकी है ना ठिकाना, कह लो जो तुम दिल चाहे। यीशु का प्यार है सागर से गहरा, बरसाता मुझ पर शाम और सवेरा। वो है मेरा, मैं हूँ उसी का, कह लो जो तुम दिल चाहे, 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 कह लो जो तुम दिल चाहे। हुन्छ, यहाँलाई धेरै धन्यवाद। हजुरको धैर्य धारणको लागि धेरै धेरै धन्यवाद। अब धेरै लामो समय छैन, तर हाम्रो पाहुनाहरूको अलिकति काम पनि परेको कुरा सुन्नु आइरहेको छ। अब एउटा विवाह सम्बन्धी एउटा कविता छ, त्यो कविता सुनेपछि म अगाडि बढेर म छिटो सकिदिनेछु। कविताको लागि म जितेन्द्र केफासलाई म यो समय दिन्छु। विवाह सम्बन्धी नै कविता भएको कारणले स्वागत गरौँ। हुन्छ, सर्वप्रथम परमेश्वरलाई धन्यवाद, महिमा भएको होस्। म यो सुन्दर समयको लागि हाम्रो आदरणीय पास्टरबाट धेरै धेरै धन्यवाद। यहाँ सम्पूर्णमा म जितेन्द्र केफासको न्यानो अभिवादन। जय मसीह। हुन्छ, अधेरियो जिन्दगीमा तिमी आयौ र प म बदलिए। अधेरियो जिन्दगीमा तिमी आयौ र पो म बदलिए। मुटु भरी आँखा भरी मनमा छायौ र पो म बदलिए। पत्थर जस्तो कठोर थिए हिजोसम्म प्रभु नपाउँदा। पत्थर जस्तो कठोर थिए हिजोसम्म प्रभु नपाउँदा। आज तिमीले ख्रिस्टको माया लायौ र पो म बदलिए। अधेरियो जिन्दगीमा तिमी आयौ र पो म बदलिए। यहाँ आफूलाई झैँ माया गर्ने सङ्गी भेटाए। यहाँ आफूलाई झैँ माया गर्ने सङ्गी भेटाए। एस्तर जस्तै प्रभुको वचन छर्ने सङ्गी भेटाए। खोज्दै थिए चारैतिर प्रार्थनाको अश्रुरूपी प्रार्थनामा। खोज्दै थिए चारैतिर प्रार्थनाको अश्रुरूपी सामर्थ्यमा। आखिरीमा परमेश्वरको छोरी पर्ने जीवन सङ्गी भेटाए। एस्तर जस्तै प्रभुको वचन छर्ने सङ्गी भेटाए। यो जिन्दगीका अप्ठ्यारो उकाली र ओह्रालीहरूमा, यो जिन्दगीका अप्ठ्यारो उकाली र ओह्रालीहरूमा हात समाउँदै एक अर्कामा झर्ने सङ्गी भेटाए। आखिरीमा परमेश्वरको छोरी पर्ने सङ्गी भेटाए। एस्तर जस्तै प्रभुको वचन छर्ने सङ्गी भेटाए। अभाव खाँचो समस्या दिनहीनमा जिउनु परे तापनि। अभाव खाँचो समस्या दिनहीनमा जिउनु परे तापनि मिलेर सँगै जीवनको जङ्घार तर्ने सङ्गी भेटाए। अब अन्तिममा छु। कहिले निराशताको पोखरीमा डुब्न खोजे तापनि म, भाइले भन्दै हुनुहुन्छ यो भाइले, कहिले निराशताको पोखरीमा डुब्न खोजे तापनि म
मेरा आँसु पुष्टै उत्साह भर्ने जीवन सँगै भेटाए, यहाँ आफूलाई चाहिँ माया गर्ने जीवन सँगै भेटाए, एस्तर जस्तै प्रभुको वचन छर्ने। हालेलुया, धन्यवाद। धन्यवाद धन्यवाद मेरो भाइलाई, मेरो प्यारो भाइलाई धेरै धन्यवाद। प्रभुले आशिष दिनुभएको होस्। अब म धेरै लम्ब्याउन गइनँ। हाम्रो अगुवारलाई म फेरि पनि अनुरोध गरेँ। अहिलेको हाम्रो यहाँनिर सही गराई मिस्टेक भएको कारणले म फेरि पनि मण्डलीको सामु यहाँनिर हजुरहरूलाई म निम्त्याउँछु। दुला पक्षको 2 जना र दुलै पक्षको 2 जना अनि सबैजना हामी उपस्थित भएर हामी फेरि पनि यहाँनिर सही गर्नेछौँ। विशेष गरी एउटा विवाहमा बाँधिसकेपछि अब हाम्रो घराइसी परिवारलाई अगाडि बढाउनको लागि अघि वचनहरूबाट हामीले धेरै कुराहरू हेऱ्यौँ। एउटाले अर्कालाई आदर गर्नुपर्ने। अब एउटा घरदेखि अर्को पराई घरमा गइसकेपछि छोरीचेलीले पराई घरकोलाई आफ्नो सम्झनु पर्ने। त्यो घरमा रहेका सासू ससुरा अनि त्यहाँनिर रहेका देवरहरू देउरानीहरू होइन नन्दहरू हुनुहुन्छ सबैलाई, अनि फेरि उता दुलाले पनि ससुरालीतिर सासू ससुरा हुनुहुन्छ, दाजु दिदीहरू हुनुहुन्छ, सालीहरू सालाहरू हुनुहुन्छ, सबैजनाप्रति एउटा आफूलाई जस्तै अनि उहाँहरूले माया र आदर गर्ने काम चाहिँ सधैँ गरिरहनु पर्दछ। हामी एउटाले अर्कालाई टाढा अनि एउटाले अर्कालाई हेला गर्न मिल्दैन। यो कुरा चाहिँ वचनले स्पष्ट पार्दछ। अघि पारिवारिक कुरामा आइसकेको थियो, त्यसले गर्दा मैले धेरै नलम्ब्याएको मात्रै हो, तर छिटो गर्दा गर्दै यहाँसम्म आउनु पर्यो। र म विश्वास गर्छु हाम्रो भाइ बहिनीहरूले अब भोलि अहिले पो विदेशमा हुनुहुन्छ, पछि घर गइसकेपछि अब बहिनीले आफ्नो श्रीमानको घरको मानिसलाई आदर गर्नुपर्ने हुन्छ। अनि जब घरको परिवारलाई आदर गरिन्छ अनि घरबाट पनि माया पाइन्छ अनि असल बुहारीको रूपमा स्थापना हुन सकिन्छ। अब ज्वाइँ भएर ससुराली जाँदाखेरि त्यहाँ ज्वाइँ जस्तै भएर आदर योग्य जीवन जिउनुपर्छ। अनि ज्वाइँलाई जुन तरिकाले हेर्ने दृष्टिकोण छ त्यो दृष्टिकोणमा उहाँहरूबाट पायौँ भने त्यसले चाहिँ एउटा आशिष ल्याउँदछ। अनि परिवार छोरा छोरी ज्वाइँ असल मिलेको सासू ससुरा देख्नुभयो भने सासू ससुरा त्यसमा नै खुसी हुनुहुन्छ। किनभने जब छोरी हुर्कन्छ बढ्छ, बुवा आमाले जब छोराछोरी जन्माउनुहुन्छ एउटा चिन्ता फिक्री हुन्छ भन्नुहुन्छ, के भन्दाखेरि छोरीलाई विवाह गरेर दिनु, कस्तो ज्वाइँ पर्ने हो होइन। अनि एकदमै चिन्ता फिक्री हुन्छ। जब ज्वाइँलाई दिइसकेपछि त्यसमा पनि आमा बुवाको पुरा जिम्मेवारी भइसकेको हुँदैन भनेर आमा बुवालाई चिन्ता लाग्छ, अरे अब मेरो छोरीको सन्तान हुने हो कि नहुने हो भन्ने चिन्ता हुन्छ। अब जब सन्तान हुन्छ अनि आमा बुवा ढुक्क हुनुहुन्छ भन्ने कुरा हामी बुझ्छौँ। अब त्यो कुरा पुरा हुनको लागि इमान्दारी असल जीवन यापन गर्ने परिवार हुनुहुन्छ। अनि उहाँहरूको जीवनमा अघि उत्पत्ति 1:28 पद अनुसारको आशिष प्रभुले उहाँहरूको जीवनमा दाम्पत्य जीवनमा दिनुहुनेछ। आमेन, धन्यवाद। फेरि पनि दुला पक्षको लागि म मण्डलीकै सामु दुला पक्षलाई एल्डर गुरु पौडेल र आकाश पौडेललाई म बोलाउँछु। अब चाहिँ म बसेर सही गराउँछु है त। हजुर आइदिनुहोस्। क्यामेराम्यान अगाडि आइदिनुहोस् है त बाबु, पक्नु ल, म एकछिन है म गराउँछु। तपाईँको नाम यहाँ गर्नुहोस् ल, मासुलाई असर नगरोस् त्यहाँनिर ल। क्यामेराम्यान चाहिँ कता जानुभयो ल? हजुर हजुर ल, धन्यवाद। दुलै पक्षको हुनुहुन्थ्यो नि, कता जानुभयो लिएर भाइ? हुन्छ, हजुर जान सक्नुहुन्छ। डट पेन बाबु दुला आउनुहोस् ल। अघि भाइले यहाँ गर्नुभएछ कि मलाई असल भयो यहाँ, त्यहाँ गर्नुहोस् त ल। हाम्रो एल्डर शुक्र भाइ किचनमा खट्नुभयो क्या फेरि हुनुहुन्छ? डिकन तेज दर्लामी आउनुभयो? डिकन तेज दर्लामी, हाम्रो एल्डर कृष्ण भाइ कहाँ हुनुहुन्छ? लु डिकन दानियल भाइ आउनुभयो। ल हाम्रो सचिव पनि आउनुहोस् हस्ताक्षर गर्नको लागि। क्यामेराम्यान आउनुभयो। ल डिकन दानियल
सही हुन्छ यसलाई असर नगर्ने यहाँ गर्नु है यसले नै गर्नु सबैको एउटै ल हाम्रो तेज कहाँ आइपुग्यो तेज दल आउँदैन तेज दल हाम्रो एल्डर कृष्णबहादुर राई यहाँ मासतिर असर नगर्छ यहाँ हो त्यहाँ ल हुन्छ धन्यवाद हाम्रो दुलैलाई पनि यतै लाग्नु त अब एल्डर शुक्र भाइ कति जानुभयो ल फेरि आउनु पर्यो एल्डर भाइ अघि अलिकति सिग्नेचर हुन्छ हाम्रो डिकन कहाँ आइपुग्नु भयो धन्यवाद छ हाम्रो अगुवाज्यूहरूलाई धेरै धन्यवाद हजुरले सिग्नेचर गरिसक्नु भएको छ अब हाम्रो विशेष गरिकन म यो प्रमाणपत्र पनि म दुल्हा दुलैलाई दिन गइरहेको छु भाइ क्यामेरा यता घुमाउनु पर्छ होला अनि दुल्हा दुलैले उठेर दुवैजनाले सँगै समातेर यो लिनुहुनेछ जब उहाँहरूले लिनुहुन्छ हामी सबै मण्डलीले ताली बजाउँछौँ ल उहाँ लिएपछि धेरै धेरै धन्यवाद हामीले कार्यक्रमको अन्तमा आइसकेका छौँ अब नेपालमा भएको भए दुल्हा पक्षको दुलै पक्षको आफन्तहरू बुवा आमा काका काकी होइन दाजुभाइहरू हुनुहुन्छ यसरी परिचय गराउनुपर्छ नाता चिनाजान गर्ने समय हो अब चाहिँ तर हामी प्रवासमा छौँ हामीले भाइ र बहिनी दुवैजनाको अभिभावकहरूलाई र उहाँहरूको स्थानीय नेपालको चर्चबाट अनुमति पाएर आज हामीले विवाह दिन सफल भएका छौँ अनि अब उहाँहरू यहाँ नहुनु भएको कारणले त्यस कारणले मण्डलीका केही अगुवाहरू अनि दुल्हा पक्षको आफन्तहरू चाहिँ साक्षीको रूपमा बसिदिनु भयो सायद अब हामीले त्यसरी नाता परिचय अहिले गरिरहनु पर्दैन होला उहाँहरू चिनजानकै हुनुहुन्छ अब नेपालमा भएको भए त्यसरी गर्नुपर्ने थियो यो कुरा पनि यहाँलाई जानकारी गर्दै अब आजको विवाह कार्यक्रमलाई म अन्त गर्न गइरहेको छु र आजको विवाह कार्यक्रममा हाम्रो दुल्हा र दुलैको निमन्त्रणालाई स्वीकार गरेर आफन्त नरनाता कम्पनीका सदस्यहरू हजुर जतिजना निमन्त्रणालाई स्वीकारेर मण्डलीका दाजुभाइ त दिदीबहिनी पनि आइदिनु भयो हजुरहरूलाई यहाँहरूको बहुमूल्य समयको लागि म मण्डलीको तर्फबाट र दुल्हा दुलैको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दछु यहाँहरूको धैर्य धारणको लागि यहाँहरूको गरिमामय उपस्थितिको लागि यहाँहरूलाई म फेरि पनि धन्यवाद भन्दछु र परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस् अनि हामीलाई यातायातमा सहायता गर्नुहुने अनि किचनमा जति पनि सहायता गरिरहनु भएको छ अनि हामीलाई देख अदेख रूपमा सहायता गर्नुहुने प्रार्थनामा सहायता गर्नुहुने हजुरहरू सबैलाई म एउटा मण्डलीको अगुवाको हैसियतले यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दछु र दुल्हा दुलैको तर्फबाट पनि धन्यवाद भन्न चाहन्छु र म विश्वास गर्छु अलिकति खाना मात्रै ढिलो भएर तर पनि अब हाम्रो भेटघाट गर्दा गर्दै सबै कुराहरू तयार हुनेछन् अनि हाम्रो विशेष गरिकन पाहुनाहरूको विशेष कामहरू परेको कारणले अब यहाँहरूले एउटा गीत हुन्छ त्यस पछाडि हाम्रो दुल्हा दुलै प्रार्थना सकेपछि यसो घुम्नुहुन्छ फेरि अब बाहिर कतिको गर्मी छ त्यहाँ भेट्ने बाहिर भेट्ने बनाउनु भएको छ यहीँ भित्रै गर्नुपर्छ होला केही छैन एउटा गीत गाउँदा उहाँहरू यसो घुम्नुहुन्छ सायद बाहिर घुमेर भित्रको कोठा घुमेर फेरि बरु हामी उहाँहरू यहीँ राख्छौँ यहीँनिर भेटघाट गर्नुहुन्छ त्यस पछाडि हजुरहरूसँग उपहार हुनुपर्छ भन्ने ठुलो कुरा होइन तर तपाईँहरूले आएर गड ब्लेस यू धन्यवाद
आशिष मात्रै बोलिदिनु भयो भने हात मिलाउनु भयो पनि त्यो आशिषमय हुनेछ। हाम्रो अपेक्षा यति नै छ है। दिनुभयो अति राम्रो, नभए धन्यवाद पनि हात मिलाउन सक्नुहुन्छ। आउनुहोस् हामी मण्डली परिवार हामी आजको सेवकाईको विवाह कार्यक्रमलाई अन्तिम प्रार्थना गरेर अनि त्यस पछाडि हामी एउटा गीत सुन्नेछौँ। त्यस पछाडि गीत गाउँदा गाउँदै नानीहरू चाहिँ यसो बाहिर गएर फेरि यहाँ आएर बस्ने हामी वातावरण बनाउँछौँ। मण्डली परिवार आउनुहोस् हामी प्रार्थना गरौँ। सबैजनालाई म उठ्नको लागि अनुरोध गरेँ। हजुर थाक्नुभयो होला, कतिजना थाक्नुभयो माफ गर्नु होला, अलिकति लामै भयो। हाम्रो दुलादुले उठ्नुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ। हामी खानाको लागि पनि हामीबाट प्रार्थना गर्नेछौँ सबै कुराको लागि, अनि त्यस पछाडि भरे हामी जतिखेर खान सक्नेछौँ। महान अनि महिमित परमेश्वर पिता प्रभु, हामी तपाईँ प्रभुको उपस्थितिमा आउँछौँ। हामी प्रार्थना अन्तर्विन्दी तपाईँ ख्रीष्ट येशूको नाममा चढाउँदछौँ। आजको दिन तपाईँ परमेश्वरको अनुग्रह कृपामा राख्नु भइकन आज जसरी अरुण र सुरक्षा बिचमा वैवाहिक अनि सम्बन्धहरू अनि गाँच्नको लागि उहाँहरूको बिचमा प्रभु उहाँहरूलाई दुल्हा दुल्हालाई घोषणा गर्नको लागि विवाह कार्यक्रम सुसम्पन्न गर्नलाई तपाईँ परमेश्वरको अनुग्रह कृपा मिलेको लागि धन्यवाद प्रभु। हामी प्रार्थना गर्दछौँ जति पनि आफन्तहरू नरनाताहरू अनि छिमेकीहरू प्रभु अनि उहाँको साथीभाइहरू आउनुभएको छ, हामी प्रार्थना गर्छौँ उहाँहरू दुःख कष्ट गरिकन आएर जसरी यस ठाउँमा सहभागी हुनुभयो उहाँहरूको उपस्थितिको लागि प्रभु हामी तपाईँलाई धन्यवाद हामी भन्दछौँ। हामी प्रवासको ठाउँमा छौँ, हामी विभिन्न कम्पनीमा रहेर काम गरिरहेका छौँ। हामीले गर्दै गरेको कम्पनीमा तपाईँको आशिष हामी बोल्दछौँ। हामीले गर्दै गरेको कामले गर्दाखेरि हाम्रो कम्पनीका अनि मालिकहरू खुसी हुन सक्नु भएको होस्। हामीले असल कामहरू गर्न सकेका हौँ अनि हाम्रो हरेक काम र परिश्रम मेहनतहरूमा तपाईँ प्रभुको सुरक्षा हामी बोल्दछौँ। कति ड्राइभिङ गरेर यात्रा गरिरहनु पर्यो त्यो अवस्थामा पनि तपाईँ परमेश्वरको सुरक्षा हुन सकेको होस् भनिकन हामी प्रार्थना गर्दछौँ। सम्पूर्ण मण्डललाई तपाईँको अनुग्रह तपाईँको शान्ति सुरक्षामा राख्नु भएको होस् भनी तपाईँ प्रभुको नाउँमा हामी प्रार्थना गर्दछौँ। आजको विवाह कार्यक्रममा तपाईँको हातमा समर्पण गरिकन हामी केही समय पछाडि यस ठाउँबाट छुटेर जाँदाखेरि हामीले प्रयोग गर्ने गाडीहरूमा हामी तपाईँको सुरक्षा बोल्दछौँ। आफ्नो डेरावासमा पुगेर तपाईँ प्रभुलाई धन्यवाद दिन सकौँ। भोलिदेखि गर्नुपर्ने हाम्रो कामहरू छन्, हाम्रो हरेक क्षेत्रमा तपाईँ प्रभुको सुरक्षा हामी बोल्दछौँ। आज नव दम्पत्य जीवन बाँधिएका आफ्नो छोराछोरीलाई पनि तपाईँको अनुग्रह तपाईँको कृपा मिलेको होस्। उहाँहरू एउटा असल उदाहरण योग्य श्रीमान श्रीमती भएर सधैँ अगाडि बढ्नु भएको होस् र उहाँहरूको जीवनमा हामी आशिष बोल्छौँ। तपाईँ परमेश्वरको अनुग्रह कृपा अनि तपाईँ परमेश्वर उहाँहरूको दिन प्रतिदिनको जीवनमा सुरक्षा हामी बोल्दछौँ र तपाईँ परमेश्वरले इनाम र आशिषले पनि भरिपूर्ण तुल्याउनुहुनेछ भनिकन हामी विश्वास गर्छौँ। सम्पूर्ण कार्य तपाईँको हातमा समर्पण गर्छौँ। हाम्रो शरीर निम्ति वास्ता र फिक्री गरिकन तयार गर्नुभएको भोजनहरू छन्, बनाउने हात खर्चेको भण्डारलाई स्वर्गीय भण्डारबाट प्रशस्त गरी आशिषले भरिदिनुहोस्। हामी खान्छौँ पिउँछौँ प्रभु पाएको बल र शक्तिद्वारा तपाईँ प्रभुलाई नै महिमा भएको छ भन्दै आशिष अनुग्रह चाहन्छौँ हामीलाई सधैँभरि उद्धार गर्ने ख्रीष्ट येशूकै नाउँमा, आमेन। गड ब्लेस यू। परमेश्वरले यहाँ सबैलाई आशिष दिनुभएको। जय मसीह। नमस्कार, धन्यवाद हजुरहरूलाई। अब हामी एउटा गीत सुन्छौँ अनि उहाँहरू बाहिर जानुहुन्छ, फेरि उहाँलाई यहाँ आएर भेट्ने बात, त्यसपछि हजुरहरूले भेट्न सक्नुहुन्छ। त्यही हे परमेश्वर छ त्यहाँ अरू बस्न सक्नुहुन्छ। दुला दुलै गर्नु त्यस यस्तो घुम्नुपर्छ होला यहाँ थोरै भए पनि यहाँ अनि बाहिर जाँदा जस्तो हामीहरू यता अलिकति बाटो बनाइदिनु पर्छ होला उहाँहरूलाई, नत्र ठाउँै छैन। त्यहाँबाट यसो हिँड्ने बाटो बनाइला। हजुरहरू बस्न सक्नुहुन्छ, बस्नुहोस्। दुला दुलै त्यताबाट जानुहुन्छ अनि यहाँ आएर बस्छ अनि हामी भेट्नेछौँ यहाँ दुला दुलैलाई है। हे परमेश्वर खुसियों मनमा लिएर माग्दछौँ सबै मिलेर। हे परमेश्वर खुसियों मनमा लिएर माग्दछौँ सबै मिलेर। येशूको आदर गर्ने यो घर बनोस् तपाईलाई मन पर्ने। येशूको आदर गर्ने यो घर बनोस् तपाईलाई मन पर्ने। खुसियों मनमा लिएर माग्दछौँ सबै मिलेर। खुसियों मनमा लिएर माग्दछौँ सबै मिलेर। येशूको
आदर गर्ने यो घर बनोस् तपाईँलाई मन पर्ने येशूको आदर गर्ने यो घर बनोस् तपाईँलाई मन पर्ने हे येशू प्रभु कामना र भेटी छ हाम्रो बन्ने छ पछि पुरानो हे येशू प्रभु कामना र भेटी छ हाम्रो बन्ने छ पछि पुरानो दम्पतिको शिरमाथि आशिष देऊ तिम्रै हात राखी दम्पतिको शिरमाथि आशिष देऊ तिम्रै हात राखी हे पवित्र आत्मा तिम्रो बास सधैँ रहोस् यो छाना मुनि शान्ति भरेर हे पवित्र आत्मा तिम्रो बास सधैँ रहोस् यो छाना मुनि शान्ति भरेर घाम छाया र दुःख सुखमा प्रत्येक दिनै डोर्याएर घाम छाया र दुःख सुखमा प्रत्येक दिनै डोर्याएर खुसियो मनमा लिएर माग्दछौँ सबै मिलेर हामी सबैले भनौँ न खुसियो मनमा लिएर माग्दछौँ सबै मिलेर येशूको आदर गर्ने यो घर बनोस् तपाईँलाई मन पर्ने सबै मिलेर येशूको आदर गर्ने यो घर बनोस् तपाईँलाई मन पर्ने धन्यवाद नानीहरू बस्न सक्नुहुनेछ हजुरहरूलाई अनुमति छ हजुरहरूले आएर भेट्न सक्नुहुन्छ आशीर्वाद दिन सक्नुहुन्छ अनि हाम्रो जति पनि हुनुहुन्छ पाहुना अनि जति मण्डली परिवार सबैजना खाना खाएर मात्रै गइदिनुहोस् खाना नखाइकन नजानु होला हजुरलाई मैले यो अनुरोध पनि गरेँ धन्यवाद